डिपोर्टेसनको मह्म, बारेमा, आइस एजेन्टको बारेमा। यो कुरा कति भनेको एउटा रियल इन्फर्मेसनहरू पनि अगाडि आइरहेछन्, कति भनेको थोरै रियल र थोरै फेक मह्म, गरेर हामीहरूको समाजमा कति मान्छेहरूलाई डर र त्रासहरू पनि आइरहेको छ होइन। त्यसैले हामी के कुरामा चाहिँ सचेत रहनुपर्ने एकदमै जरुरत छ? ढोकामा आएको छन् भने त्यहाँ पनि हेर्नु पर्यो प्रहरी हुन् कि आइस एजेन्ट हुन् होइन। मह्म, अनि उनीहरू आउँदाखेरि मैले अघि नै भने केही प्रमाणहरू लिएर आएका हुन्छन् र कोही मान्छे चाहिँ जोगिनु चाहिरहेका छन् भने चाहिँ थोरै समयको लागि म लयर मार्फत मात्रै बोल्न चाहन्छु भन्दाखेरि आफ्नो अधिकार त्यहाँ एउटा प्रयोग गर्न पाइन्छ। अहिले जुन हाम्रो कम्युनिटीमा अर्को कुरा छ नि, जुन यो आइस त भर्खर आएको कुरो हो, मह्म, तर पहिलेदेखि नै भएको डोमेस्टिक भाइलेन्स भयो, अब क्राइम भयो, जुन कुरो अहिले निक्लिरहेछ, प्लस सुसाइड होइन। मह्म। यो हाम्रो यो सिनियर जति पनि को बारेमा छट्ट भन्नु पर्दाखेरि चाहिँ के लाग्छ तपाईँलाई? सहयोग चाहिन्छ अरूको, र सहयोग माग्न जान्नु पर्यो र सक्नु पर्यो। सक्नु एउटा हाम्रो कमजोरी चाहिँ त्यही छ। तर जो मान्छेलाई एउटा त्यो कन्सेप्ट छ नि, मह्म, विज्ञापनमा चाहिँ टन्नै फन्ड्सहरू आउँछ अनि त्यहाँ काम गर्नेहरूले चाहिँ धेरै पैसा कमाउनुहुन्छ भन्नेलाई के भन्न चाहनुहुन्छ? नमस्कार सम्पूर्णमा। आज पनि थर्ड एपिसोड लिएर म तपाईँहरू समक्ष आएको छु र आजको एपिसोडमा अलिक हाम्रो विशेष छ, जुन सन्देशमूलक पनि छ, किनकि आजको हाम्रो गेस्टले हामीलाई अहिलेको जुन करेन्ट सिचुएसनको बारेमा धेरै कुरा हामी तपाईँहरू समक्ष पस्किने प्रयास गरेका छौँ। र आउनुहोस् आज हाम्रो गेस्टलाई स्वागत गरौँ। नमस्ते, के हुन्छ? नमस्ते, स्वागत छ मेरो पडकास्टमा धन्यवाद। र समय मिलाएर आइदिनु भएकोमा नि हजुरलाई धेरै धेरै धन्यवाद। र मलाई एकैचोटि जब तपाईँलाई देखेपछि कतिवटा कुराहरू प्रश्न आइ पनि रहेछ होइन। मह्म, अलिकति अब हजुर जुन एउटा समाजमा पहिलेदेखि नै गरेकोले गर्दा अलिक नर्भस पनि भइरहेको छु होइन। फर्स्ट थिङ, केमा व्यस्तता हुनुहुन्छ? व्यस्तता मैले मेरो व्यस्तताको कुरा गर्नु अगाडि म पनि त्यही समाजको व्यक्ति हुँ। हजुर सो मदेखि त्यस्तो कुनै अप्ठ्यारो महसुस नगर्नुहोस् बहिनीले। व्यस्तताको कुरा गर्दाखेरि व्यस्तता सधैँ नै व्यस्तै हुँदो रहेछ। हजुर सो व्यस्त रहने मेरो लागि धेरै चाहिँ विज्ञाप सम्बन्धित नै रहन्छ। हजुर घरमा मेरो त्यति योगदान हुन्न। मह्म, एउटा इन्टरप्रिटेसन एन्ड ट्रान्सलेसन एजेन्सी पनि छ एज अ बिजनेस। ओके म एउटा को पार्टनर हुँ, दुईजनाले चलाइरहेको छु 2018देखि। ओ सो कहिले कहिले बिहानको समय र जबबाट फर्किसकेपछि बेलुकीको या साँझको या रातिको काम मेरो त्यसमा जान्छ समय। त्यही हो। अनि रहेको समय भनेको घरमा ठुला भएका छोराछोरी छन्। हजुर कहिले कहिले उनीहरूसँग थोरै गफ अनि बिहान छोडेर गएको श्रीमती बेलुका भेट हुन्छ। अनि त्यही हो, त्यही हो भेट भएपछि कुरा गर्ने, कुरा गफ गर्ने, टिभी हेर्ने, वाकिङ जाने, फ्यामिली टाइम थोरै। तर समग्रमा भन्नुपर्दाखेरि मेरो समय कम्युनिटी र अर्गनाइजेसनको सोचाइमा र काममै जान्छ। त्यो होइन, छोराछोरी अलिकति ठुलो भएपछि नै अलिक सजिलो हुँदो रहेछ, सानो हुँदाखेरि धेरै सजिलो हुन्छ मलाई। अहिले साँच्चै भने नि अब श्रीमती बाहिर गएकी छन् साथीहरूसँग घुम्नको लागि। छोराछोरी ठुलो भएको हुनाले मैले खाना बनाएर आफै खानु परेको छैन, उनीहरूले रेडी गरिदिएर खुवाइरहेको छन्, सजिलो छ। र अहिले हाम्रो यो जुन हाम्रो कम्युनिटीमा एउटा समस्याहरू परिरहेछ नि कति परिवारहरूलाई, डिपोर्टेसनको बारेमा, आइस एजेन्टको बारेमा, यो कुरा कति भनेको एउटा रियल इन्फर्मेसनहरू पनि अगाडि आइरहेछन्, कति भनेको
थोरै रियल र थोरै फेक उहुँ, गरेर हामीहरूको समाजमा कति मान्छेहरूलाई डर र त्रासहरू पनि आइरहेको छ होइन। त्यसैले हामी के कुरामा चाहिँ सचेत रहनुपर्ने एकदमै जरुरत छ? सो पहिले त एउटा सोचाइ मानिसहरूको के हुनसक्छ भने हामीलाई ल्याइएको हो, मह्म, हामी लिगली आएका हौँ। आउँदाखेरि हामी आएको दिनदेखि नै पर्मनेन्ट रेसिडेन्ट हुन्छ। ग्रिन कार्ड पछि आए पनि ग्रिन कार्डमा डेट ब्याक गरेको हुन्छ। हाम्रो डेट अफ अराइभलदेखि हामी पर्मनेन्ट रेसिडेन्ट हुन्छौँ। तर त्यसमा हामीले पर्मनेन्ट रेसिडेन्ट मात्रै हेरिरहेको हुन्छौँ। त्योभन्दा अगाडि एउटा शब्द छ लफुल भन्ने, मह्म, त्यो चाहिँ हामीले बिर्सिन्छौँ। सो यदि हामी आफ्नो पर्मनेन्ट रेसिडेन्टको अवधिभरि कुनै कानुनको उल्लङ्घन गरेको छैनौँ भने हामी कसैले डराउनु पर्दैन। मह्म, सिटिजनसिप भइसकेको छ भने सिटिजन भइहाल्यो। तर यो होइन कि सिटिजन भइसकेपछि पनि हामीले कानुनहरूको भनौँ न अवहेलना गर्न मिल्छ भन्ने होइन। तर केही पाटो स्थानीय कोर्टहरूमा जान्छ क्रिमिनल केसेसहरू भने सानो कोर्टदेखि यदि भनौँ न क्राइम हेरेर ठुलो हुँदै गएको छ भने अब माथिको कोर्टसम्म पनि पुग्न सक्छ। तर जजसले आफ्नो डकुमेन्ट अपडेटेड राखेको छ, जस्तै अब ग्रिन कार्ड एक्सपायर भएको छैन, सिटिजनसिप निकालिसकेसम्म त धेरै ढुक्क भइहाल्यो। मह्म, सो त्यस्ता व्यक्तिहरूले केही डराउनु परेन। एउटा कुरामा डराउनु पर्यो कि कुनै पनि फेलोनी या मिसडेमिनर कुनै पनि कानुनको उल्लङ्घन गर्ने खालको अपराधहरू गर्नु भएन ब- होइन। त्यस्तो गरेको छैन भने हामी कोही पनि डराउनु पर्दैन। अब उदाहरणको लागि डियुवाई थुप्रैले पाउँछन् या, होइन। मदिरा सेवन गरेर ड्राइभ गर्दाखेरि पुलिसले भेट्यो भने र उनीहरूको रगतमा एउटा सर्टेन लेभल भेट्यो, कानुनले दिए भन्दा माथि सेवन गरेर कुदाएको छ भने उनीहरूले डियुआई पाउँछन्। मह्म, एउटा डियुआई कोर्टले केही अडाएको हुन्छ, त्यो पुरा गरिसकेपछि त्यो त्यो सिद्धिन्छ। तर कतिले चाहिँ दोहोऱ्याउँछन्। मह्म, सो त्यस्तो दोहोऱ्याउनेहरू कोही हुनुहुन्छ आफ्नो रेकर्डमा भने उहाँहरूले डराउनु पर्ने हुन्छ। एउटा डोमेस्टिक भाइलेन्स आउँछ अर्को कुरा। रिपिट भएको छ भने है, दोहोरिएको छ भने उहाँहरूको रेकर्ड पनि काहीँ फ्ल्याग भएर बसिरहेको हुन्छ। अब त्यसमा पनि डकुमेन्ट चाहिँ अपडेटेड छैन भने है, स्पेसली हामीले सिटिजन भएको छ भने छँदैछ, ग्रिन कार्ड कि अप्लाई नि गरेको छैन कि एक्सपायर भयो रिन्यू गरेको छैन भने र काम गरेको छ भने चाहिँ ती व्यक्तिहरूको नाम चाहिँ माथि फ्ल्याग भएर बसिरहेको हुन्छ। सो आइसलाई चाहिँ टार्गेट गर्नु सजिलो हुन्छ। ओके। भनेपछि जुन कुराहरू प्राय जस्तो रिपिटेड भइरहेका क्राइमहरूलाई चाहिँ अहिले आइस एजेन्टबाट एरेस्ट भइरहेछ। सो रिपिट पनि हुनु पर्दैन। यदि कुनै त्यस्तो क्राइमहरू गरेको छ जो अलिकति असाधारण होइन, सानोतिनो क्राइम नभएर अलिक ठुलै खालको क्राइमहरू गरेको छ भने चाहिँ दोहोरिनु पो पर्दैन। र अहिले हाम्रो अर्को कुरा, जुन ग्रिन कार्डहरू ग्रिन कार्ड होल्डरहरूले ग्रिन कार्ड आइडी रियल आइडीहरू लिएर हिँड्नुपर्छ भन्ने हाम्रो छ नि, त्यो चाहिँ लाइक फर रियलमा हो? लाइक त्यो लिएर हिँड्नु आवश्यकता छ कि कतिको फोटो आइडी आफ्नो आइडेन्टिफिकेसन लिएर हिँड्नु भनेको अहिले मात्र होइन। यो अहिलेको प्रशासन आउनुभन्दा अगाडि पनि थियो होइन। हामीले जहिले आफ्नो फोटो आइडेन्टिफिकेसन कार्ड बोकेर हिँड्नुपर्छ भन्ने पहिले नै हो होइन। किनभने कोही बेला हामी भाषाको कारणले गर्दाखेरि अरूसँग बातचित गर्नु सक्दैनौँ अनि कहीँ हराइयो भने कसैले पत्ता लगाइदिने भनेको त्यसबाट सक्छन् होइन। सो त्यो भनेको पहिला पनि थियो। अहिले चाहिँ अझ बढी आएको छ त्यसको प्रयोग कि हामीलाई त्यतिकै त उनीहरूले टार्गेट गरेर जहाँसुकै त रोक्ने कुरो हुन्न होइन। पहिले उनीहरूसँग नाम हुन्छ, ठेगाना हुन्छ। सो उनीहरू
खासै भन्यो भने ताकेरै आएको हुन्छन्। Yeah. हुनसक्छ उनीहरूलाई घरको एड्रेस छ, सिधै घरमा आउँछन्। घरमा नभेट्दाखेरि अनि केही दिन उनीहरूले फलो गर्छन्। घरको सदस्यहरूलाई जानकारी गराउँछन्, आयो फलानु मान्छे भने हामीलाई बोलाउनु या त्यो ठाउँमा पठाउनु भनेर छोडेको हुनसक्छ, होइन? जहाँसुकै त्यत्तिकै उनीहरूले रोक्दैनन्। उनीहरूलाई शङ्का हुँदाखेरि र प्रुफ हुँदाखेरि आउने हुन्। तर पनि हामीले हिँड्दाखेरि यदि ड्राइभर्स लाइसेन्स छ भने, ड्राइभर लाइसेन्स त हामीले जहिले पनि बोकेकै हुनुपर्छ, होइन? त्यो पहिला पनि थियो। ड्राइभर लाइसेन्स नहुनेहरूले फोटो आइडी अहिलेको लागि मात्र होइन, सधैँको लागि बोक्नु आवश्यक हुन्छ। सो बोक्नु राम्रो हो। किनकि अहिले अब यो पनि चलिरहेछ नि, यदि भेट्दाखेरि पक्रिँदाखेरि त्यो आइडीहरू छैन भने फाइन तिर्ने यस्तो उस्तो भन्ने खालकोहरू इन्फर्मेसनहरू धेरै सोसल मिडियामा आइरहेछ। त्यसले गर्दा कति मान्छेहरू ती न्युजहरूले पनि एकदमै डराइ पनि रहनु भएको छ। त्यही भएर यो कुरोलाई तर एउटा आइडी आफ्नो आइडेन्टिटी बोकेर हिँड्नु भनेको त एउटा कम्पलसरी पहिलेदेखि नै हो हुन त, होइन? तर स्पेसली हाम्रो प्यारेन्ट्स, हाम्रो हजुरबा हजुरआमा, आमा बाबाहरूलाई अलिकति यस्तो है भन्दा लाइक अर्कै भएमा लिइदिनुहुन्छ नि, तिमीहरूले जानेको छौ भन्ने हिसाबले। अनि त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ सबैजना नट ओन्ली ग्रान्ड प्यारेन्ट्स अर प्यारेन्ट्स, एभ्रीबडीले एउटा त्यो लिएर हिँड्ने बानी बसाल्नु सायद आवश्यक छ। हो, आवश्यक छ। बोकेर हिँड्नु पर्यो। कसैले मागिहाल्यो भने हातमा दिने चाहिँ होइन, हामीले देखाइदिने चाहिँ हो, है? यदि कोही रोकेर आफू हिँड्दै गरेको ठाउँमा होस् या घरको ढोका ढकढक्याएको होस् या हामी गाडीमा छौँ, गाडीमा उनीहरूले रोकेर हामीलाई सोध्ने केही प्रयास गरे भने पहिला आफूले उहाँहरूको ब्याज हेर्नुपर्छ, है? उनीहरूको ब्याज हुन्छ, आइसरको छुट्टै हुन्छ, हाम्रो स्थानीय प्रहरीहरूको छुट्टै ब्याज हुन्छ, आफ्नो आफ्नो बडोको पुलिस डिपार्टमेन्ट हुन्छ र सो उहाँहरूको बडोको नाम हुन्छ। त्यसो हुँदाखेरि हेर्न जान्नेले चाहिँ ब्याज हेर्नु पर्यो, होइन? अनि अब आइस भन्ने भयो भने चाहिँ उनीहरूलाई फोटो आइडी देखाइदिँदा चाहिँ ह्यान्डओभर गर्ने चाहिँ होइन, होइन? उनीहरूले हेर्छन्, ढोका गाडीको झ्याल नखोलिकनै झ्यालमा लगेर यसो देखाइदिने उनीहरूले हेर्छन्। अनि त्यसपछि थप कुराहरू गर्ने भयो भने चाहिँ म अहिले कुरा गर्न चाहन्न भन्नु पर्यो। यदि आफूले काम केही बिगारेको छैन भने फोटो आइडी देखाउँदाखेरि काम हुन्छ, होइन? अनि अब आफूले अलरेडी काम बिगारेको छ र मलाई नै यिनीहरूले पक्रिन आएको हुन् भन्ने भयो भने चाहिँ यदि लयर कोही छ कन्ट्याक्टमा भने अनि आफूले भन्नु पर्यो म अहिले कुरा गर्न चाहन्न, म लयर मार्फत कुरा गर्न चाहन्छु भन्नु पर्यो। अनि त्यसपछि उनीहरूले हुन्छ भनेर छोडिदियो भने जाने हो, होइन? सोध्न पनि मिल्छ, अब म जान मिल्छ भनेर। ढोकामा आएको छन् भने त्यहाँ पनि हेर्नु पर्यो प्रहरी हुन् कि आइस एजेन्ट हुन्, होइन? अनि उनीहरू आउँदाखेरि मैले अघि नै भने केही प्रमाणहरू लिएर आएका हुन्छन् र कोही मान्छे चाहिँ जोगिनु चाहिरहेका छन् भने चाहिँ थोरै समयको लागि म लयर मार्फत मात्रै बोल्न चाहन्छु भन्दाखेरि आफ्नो अधिकार त्यहाँ एउटा प्रयोग गर्न पाइन्छ भने चाहिँ त्यतिकै आएर तैन भनेर एरेस्ट गरेर त्यो लाँदैन, त्यस्तो जबरजस्ती गर्दैन। सो ढोका म खोल्दिनँ भन्न पायो, होइन? आज मैले ढोका खोलिनँ त उनीहरू फेरि अर्को टाइम आउन सक्छन्। तर क्राइम गरेको छ भने आफूले आफैले आफ्नो स्थानीय प्रहरीमा जाने हो कि हामी अलरेडी जेलमा हुन्छौँ, होइन? तर हामी भागिरहेछौँ भने खोजी गर्दै आउने हो। सो जुन तुनलाई उहाँहरूले आएर समाउने ओर्ने चाहिँ गर्दैन। एउटा केही प्रुफहरू उनीहरूसँग हुन्छ अलरेडी र त्यो लिएर आउँछन्। हामीले अर्को कुरा जान्नुपर्ने के हो भने एरेस्ट वारेन्ट छ भनेर सोध्न सकिन्छ। अनि एरेस्ट वारेन्ट छ भने देखा भन्नु पर्यो। सो
धेरैजसो मान्छेलाई त्यो छुट्याउन चाहिँ गाह्रो हुन्छ। दुई खालको वारेन्ट हुन्छन्। एउटा उनीहरूले बनाएर आफै बनाएर लिएर आएको वारेन्ट हुन्छ अरेस्ट वारेन्ट भने, अर्को चाहिँ कोर्टको जजले साइन गरेको वारेन्ट हुन्छ। सो कोर्टको जजले साइन गरेको वारेन्ट देखिन्छ भने चाहिँ त्यसलाई मान्यता दिनु पर्यो। हो, वारेन्ट रहेछ, म जानुपर्छ भन्नु भयो। अब उनीहरूको मात्रै छ भने चाहिँ त्यसलाई सजिलै विश्वास नगरेर पहिला म लयरसँग कुरा गर्छु भनेर अनि उहाँहरू कति बेर बस्छन् जान्छन्, त्यो उहाँहरूको कुरा हुन्छ। तर मान्छेहरूलाई थोरै आफ्नो अधिकार प्रयोग गर्ने ठाउँ त्यति छ। भनेपछि यस्तो यदि म लाइक कन्फिडेन्टका साथ मैले यो गल्ती गरेको थिएँ, मलाई लान्छ भन्ने त सायद कति मान्छेको माइन्डमा अलरेडी पनि सेटअप भइसकेको छ होइन। त्यसरी ठुलो क्राइम गर्नेहरूलाई त्यस्तो छ भने त भइहाल्यो, नभए त्यतिकै मान्छे आउने नक गर्ने खालको हुँदैन। तर अब हामीहरूको मान्छेहरूमा अहिले कति धेरै अब कतिजना चाहिँ नबुझेर हो कि लाइक फेक न्युजहरूले गर्दा हो कि धेरै चिन्तितमा पनि हुनुहुन्छ होइन। त्यसैले त्यो कुराहरूलाई पनि तपाईँहरूले याद गर्नुपर्ने हुन्छ। र अर्को कुरो नि यो डिपोर्ट हामीहरूलाई गर्दा कहाँ गर्छ भन्ने खालको छ नि, त्यसको बारेमा आइस एजेन्टले केही इन्फर्मेसन दिइसकेको छ कि छैन? दिँदाखेरि जो व्यक्तिहरू हिरासतमा छन्, उनीहरूको हिरासतमा उनीहरूलाई भनेको हुन्छ। तर उनीहरूलाई भन्दैमा त्यो हुन्छ भन्ने छैन। किनभने कुनै देशको व्यक्तिहरूलाई डिपोर्ट गर्नु सुपुर्दगी गर्नुको लागि त्यो देशले हुन्छ पनि भन्नु पर्यो है, एक्सेप्ट गर्नु पर्यो। हाम्रो सन्दर्भमा भनेको केही साथीहरू, केही व्यक्तिहरू डिपोर्टेसन पहिला पनि परेका हुन् है, विश्वबाट नहोला, अन्य ठाउँबाट केही व्यक्तिहरू परेका छन्। तर उनीहरूलाई भुटानले स्वीकारेन है, हामी लिँदैनौँ भनेपछि यहाँबाट लगिएन। त्यसै गरी नेपाल बसेर आएका हुने व्यक्ति भनेपछि नेपालमा सोध्यो, नेपालले लिँदैन, किनभने हामी नेपाली कहिले पनि थिएनौँ। भाषाले नेपाली थियौँ तर नागरिकताले हामी कहिले नेपाली थिएनौँ। त्यो भएको हुनाले नेपालले पनि हामीलाई लिन्छु भन्दैन। सो लाने ठाउँ नभएपछि ती व्यक्तिहरूलाई रेखदेखमा यहीँ छोडियो। समय समयमा आइसको कार्यालयमा गएर हस्ताक्षर गर्ने, काम गर्ने, होर्ने, बस्ने, राम्रैसँगले खाने बस्ने त्यो थियो हैन। अनि अब अहिले आएर भनेको अब ती नयाँ प्रशासनको पहिलो कार्य नै यही थियो कि कागजपत्र नभएका व्यक्तिहरू, डकुमेन्ट नभएका व्यक्तिहरूलाई चाहिँ खेदाउने हैन, पठाउने भन्ने थियो। सो अब उनीहरूको ठाउँबाट धेरै प्रयास गर्छन्, तर अब लाने ठाउँ चाहियो पहिला। सो यहाँदेखि उता त मेरो ज्ञानमा पनि हुन्न हैन। मैले कल्पना गरेर बोल्ने र यथार्थ हुने कुराहरूमा धेरै फरक हुन्छ। सो म अहिले चाहिँ यति नै भन्न चाहन्छु कि भुटानले लिँदैन, नेपालले लिँदैन, नेपालले लिने कुरै भएन। हामी नेपाली कहिले पनि थिएनौँ, लिँदाखेरि भुटानले लिनुपर्ने हुन्छ हैन। चाहे ती व्यक्तिहरू जो हुन् शिविरमा आएर जन्मेका हुन्, उनीहरू भुटानी नागरिकका छोराछोरी हुन्, त्यो भएको हुनाले उनीहरू पनि भुटानी नै हुन जान्छन्। सो उनीहरूलाई चाहिँ लिँदाखेरि भुटानले लिनुपर्ने हो। नेपालले त हामी सोच्दैनौँ, उनीहरूले त लिँदैनन् नै। तर अब भुटानले पनि हामीलाई अहिलेसम्म राम्रै कुरा सोचेर पनि हामी आफ्ना मान्छे भेटघाट गर्न भुटान आउने अथवा जाने भन्दाखेरि भिसा दिएको छैन, भिसा अनुमति छैन अहिलेसम्म। भनेपछि हामीलाई उनीहरूले दिन चाहँदैन। अब अमेरिकी सरकारले जबरजस्ती गरेर टिपेर कुनै सैनिकको यानमा चढाएर चाहिँ उहाँ लगेर छोड्दे भने यो जबरजस्तीको कुरा भयो। त्यो नगर्ला हैन। एउटा भुटान पनि स्वतन्त्र राष्ट्र हो। एउटा स्वतन्त्र राष्ट्रमा कुनै ठुलो राष्ट्र मसँग शक्ति छ भन्दैमा जबरजस्ती गर्ने कुरा नहुनुपर्ने हो। तर गरिहालेको खण्डमा चाहिँ लाँदाखेरि भुटानमै हुन्छ। भनेपछि हामी
अहिले यसो सम्झिँदा पनि हामी त लाइक के हो भने जस्तो नि फिल लाग्छ क्या, न नेपालको न भुटानको न अमेरिकाको, अब लाइक हुन्छ नि त्यस्तो सिचुएसनमा। र नि ठिकै छ, अब जे गर्छ सरकारले गर्छ, कानुन छ कानुनले गर्छ। त्यही हो, तर हामीले पनि त्यही कानुन बमोजिम जिउनु पर्यो उहुँ, होइन। हाम्रो लागि त अब अमेरिका नै हो हो हाम्रो होइन, किनभने आम, कति वर्ष हामीले शिविरमा बितायौँ एउटा आश लिएर कि कुनै दिन हामीलाई भुटान सरकारले लान्छ। फिर्ता गर्छ, फिर्ता लान्छ भन्ने त्यो आशमा हामी धेरै रह्यौँ। ती आशहरू सबै नाश भएपछि अनि एउटा जुन अवसर आयो अमेरिकाले पुनर्वास हामीलाई गराउने, उहुँ, सो पुनर्वास भएर आइसकेपछि हामीले अब भनौँ न 15 वर्ष 20 वर्ष हुन लागिसक्यो कतिको होइन, 2008देखि आएको मान्छेहरू। उहुँ, सो निकै वर्ष भइसक्यो यहाँ आएको। हो, धेरैजनाहरू मलाई लाग्छ 90 देखि 95% मान्छेहरू यहाँको सिटिजनसिप प्राप्त गरिसक्नु भएको छ। त्यो हुँदाखेरि हाम्रो अ, अब अहिलेको अबको देश भनेको हाम्रो यही हो। यही हो होइन। नागरिकको अनुसारमा त हामीहरूको देशै हो, लाइक किनभने भुटानमा जन्मिनेले त अब भुटानमा नि नागरिकता थियो भन्ने एउटा थियो लखेटे पनि। उहुँ। तर हामी नेपालमा जन्मिनेलाई त नेपालमा थिएन नागरिक, कहाँको भन्दा त यही अमेरिका नै हो नि त हामी त। अब अ, यसरी पनि बुझ्नुपर्छ नयाँ पिँढीहरूले जो नेपालमा जन्म भयो, उहुँ, अ, उनीहरू आफ्ना आमा पिताहरूसँग आउँदाखेरि अ, भुटानकै ट्याग बोकेर आएको छौँ हामी है। अमेरिकाले ल्याउँदाखेरि भुटनिस रेफ्युजी भनेर ल्याएको छ। उहुँ, त्यसो हुँदाखेरि हामी भुटानकै मान्नु पर्यो। या अब नेपालमा जन्मेकोलाई नेपालले नागरिकता दिएको भए होइन, बर्थ राइटले सिटिजनसिप त्यहाँ प्राप्त गराउन अनुमति दिएकोमा थियो भने हामी नेपाली हौँ भन्न मिल्थ्यो। मिल्थ्यो त्यहाँ जन्मनेहरूले। तर हामी अ, जो युवाहरू शिविरमा शरणार्थी शिविरमा जन्मेर अमेरिका आएका छन्, उनीहरू आमा बाउको नागरिकतामा संलग्न भएर आएका हुन्। सो यहाँ आइसकेपछि अब अमेरिकी नागरिकता निकालेको छ भने अब अमेरिकी भन्नु या पर्यो। अमेरिका। तर आफ्नो चिनारी राख्नको लागि म यो भाषी हुँ होइन, म नेपाली भाषी उहुँ, भुटानी भएर आएको हुनाले भुटानी भन्न पनि छोड्नुहुन्न। सो अलिकति लामो नाम चाहिँ हुन जान्छ, तर व्यक्तिले आफैले सोच्ने हो। तर मेरो सोचाइमा चाहिँ अ, भुटनिस अमेरिकन भन्नुपर्ने हुन्छ। अब त्यसमा भाषाले पनि म चिनाउन चाहन्छु भन्ने सोचाइ हुँदाखेरि म नेपाली भाषी भुटानी अमेरिकन अथवा भुटनिस अमेरिकन बुट उम्, अब जस्तो हिसाबले भन्न आफूलाई मनपर्छ त्यसरी नै भन्दा पनि हुन्छ, त्यो पनि हो। र अर्को कुरो नि अब कति हामीहरूको के भइरहेको छ भने यो जुन आइसको प्रक्रिया छ नि, जुन अब 2012-13 क्राइम गरेको सिचुएसनहरू उहुँ, सजाय भोगे, उहुँ, त्यतिखेर इन्स्टेन्ट लगी गए, उहुँ, सजाय भोगे, कति पैसा तिरे र त्यो सक्यो नि त। उहुँ। तर अहिले फेरि डबल सजाय दिइरहेछ क्या त्यो। त्यो चाहिँ के भएको हुनसक्छ भने ग्रिन कार्डको अवस्था हुँदाहुँदै मैले अघि सुरुमा भने पर्मनेन्ट रेसिडेन्ट ग्रिन कार्ड भन्छौँ, पर्मनेन्ट रेसिडेन्ट कार्ड, त्यसको अगाडि लफुल पर्मनेन्ट रेसिडेन्ट होइन। पर्मनेन्ट रेसिडेन्टको अवधिमा लफुल हुन सकेन भने त्यति बेला जेलमा परे होइन। जेलमा पर्ने भनेको पर्मनेन्ट रेसिडेन्ट मात्र होइन, नागरिक पनि पर्छन् होइन। यहीँकै पुस्तौँ अगाडिदेखि आएका व्यक्तिहरूका सन्तानहरू पनि प्रशस्त जेलमा जान्छन्। तर त्यो भनेको भिन्नै कारणले जान्छन् जेलमा जान। हाम्रा पनि गए, बाटो बिराए, जेलमा गए। तर त्यो अवधिमा के भएको हुनसक्छ भने उहाँहरूको ग्रिन कार्ड रिन्यू भएन। अब ग्रिन कार्ड रिन्यू गर्नुको लागि पनि के हुन्छ भने कुनै पेन्डिङ लिगल केस हुनु हुँदैन। युएससिआइएससँग जब हामीले ग्रिन कार्ड अप्लाई गर्छौँ या ग्रिन कार्ड रिन्यूको लागि एप्लिकेसन गर्छौँ, त्यति बेला क्वेसनहरू आउँछन् त्यहाँनिर, डु यु हेभ एनी पेन्डिङ लिगल केसेस। अब त्यहाँ ढाड्नु भएन, यस या गर्नु पऱ्यो। सो यस हुने बित्तिकै युएससिआइएसले त्यसलाई स्थगित गर्छ, कोर्टले क्लियर गराओस् अनि त्यसपछि भन्ने हुन्छ।
त्यही अवधिमा अब ग्रिन कार्ड पनि रिन्यू गर्न नसकिरहेको अवस्थामा छन्। अनि त्यसपछि अपराध पनि गरेको थियो भने फेरि पक्रिरहेछ। त्यो मेक सेन्स। नभए हामीहरूको चाहिँ अब किन लाइक हुन्छ नि मानव हरण भयो यसरी डबल सजाय दिइरहेको छ अमेरिकाले भन्ने खालको अब जस्ट त्यही हो सोसल मिडियाको अहिले न्युज ले थियो तर तपाईँको यो एक्सप्लेनेसनले धेरै मेक स्योर भयो। अब यो आइसले त अब के गर्छ त्यो थाहा छैन होइन। यो कोभिडको खालेको केस थपियो भने जस्तै यो पनि के थपिरहेछ क्या काइन्ड अफ कोभिडकै जस्तो स्टाइलमा आए जस्तो लाग्छ मलाई चाहिँ पर्सनली। अब यो त अब जे गर्छ कानुनले गर्छ सरकारले गर्छ होइन। अहिले जुन हाम्रो कम्युनिटीमा अर्को कुरा छ नि जुन यो त यो आइस त भर्खर आएको कुरो हो तर पहिलेदेखि नै भएको डोमेस्टिक भाइलेन्स भयो अब क्राइम भयो जुन कुरो अहिले निक्लिरहेछ प्लस सुसाइड होइन। सुसाइडलाई त अर्को पनिसमेन्ट त छैन नि त त्यो त सक्यो। र यी कम्युनिटीमा यस्तो कुराहरू हिजोभन्दा आजभन्दा भोलि बढ्दै गइरहेको छ यसको मेन कारण चाहिँ के हुन सक्ला? बढेको छ भन्ने चाहिँ मिल्दैन होला। हो एउटा यथार्थ एक बेला पिट्सबर्ग स्थित भुटानी समाजमा जति आत्महत्याहरू भए अरूतिर भएको थिएन। एक बेला हाम्रो समाजले अमेरिकाको नेसनल एउटा जुन रेट थियो त्यति बेलाको त्यसलाई पनि पार गरेको थियो। त्यसको तुलनामा चाहिँ कम हो होइन तर पनि एउटै पनि हाम्रो लागि धेरै हो। एउटै केस पनि हाम्रो लागि धेरै हो। भनेपछि पहिले एकखेप बढेको थियो अहिले अलिक कन्ट्रोल भएको छ नम्बरको हिसाबले चाहिँ हो। तर मैले भनिहालेँ एउटा व्यक्ति गुमाउनु पनि ठुलो हो होइन। सो दुर्भाग्य हो हाम्रो समाजको लागि। अब बहिनीले सोध्नु भएको कारणहरू त धेरै हुन सक्छन् होइन। मैले यकिन गरेर यही कारण हो भन्न सकिन्न होइन। किनभने विभिन्न उमेरका समूहका व्यक्तिहरूले आफ्नो ज्यान त्यागिरहेका छन् होइन। अब युवाहरू पनि परेका छन् अनि मध्य उमेरका होइन मिडल एजहरू पनि छन्। अब भर्खरै एकजना सिनियरले त्याग्नुभयो। आफ्नो आफ्नो समस्या होइन। अब आमा बाबा खाले होइन अथवा हजुरबा हजुरआमा खाले भनौँ अलिकति सिनियर एजमा पुगेकाहरूलाई कारणहरू के हुन सक्छ भने एउटा उहाँदेखि बोकेर आएको एउटा ट्रमा होइन। अपेक्षा गरेको एउटा म कुनै दिन फर्केर मेरै घरमा पुग्छु भन्ने आश थियो। सो त्यो गयो होइन। आफूले काम गरेको माटोको याद आउँछ उहाँहरूलाई। सो ती कुराहरू छँदाछँदै पनि एउटा अवसर लिएर हामी यहाँ आयौँ। यहाँ आएपछि आउनुभन्दा अगाडि उहाँहरूको पनि केही अपेक्षा थियो। यहाँ आइसकेपछि त्यो अपेक्षा पुरा नभएको स्थिति हुनसक्छ एउटा कारण उहाँहरू। सो त्यो उमेरको व्यक्तिहरूको एउटा मानसिक पीडा एक खालको हुन्छ। अब केही युवाहरूले पनि आफ्नो ज्यान त्यागे होइन। उनीहरूको छुट्टै हुन्छ। उनीहरूलाई भुटानसँगको त्यति चासो हुँदैन थियो होइन। यहीँ आएर राम्रोसँगले कोहीसँग रिलेसनसिप घरभित्रको रिलेसनसिप होस् या बाहिरको व्यक्तिहरूसँग रिलेसनसिप सफल नहुँदाखेरि त्यो एउटा हुनसक्छ। धेरै मात्रामा चाहिँ जड है कारण चाहिँ मादक पदार्थमा म पुग्छु जहिले पनि। जुन घरमा कुनै अवसर आउनु पर्दैन होइन। हरेक दिन व्यक्ति बारमा जान्छ या घरमा ल्याएर अत्याधिक मात्रामा पिउँछन् र घरमा गर्नुपर्ने आफ्नो रेस्पोन्सिबिलिटी होइन आफ्नो भागको कार्यहरू चाहिँ नगर्ने हुँदाखेरि उहाँको कार्य चाहिँ अर्को
व्यक्तिमा थोपरिन जान्छ अनि त्यसमा धेरैजसो नारीहरू पर्छन् डबल रेस्पोन्सिबिलिटी लिनुपर्नेमा उहाँहरूको पनि सहन शक्ति एउटा लिमिटसम्म हुन्छ होइन अनि त्यसपछि उहाँहरूले कुरा गर्न थाल्नुहुन्छ छोडिदिनुहोस् नगर्नुहोस् होइन अनि त्यो खाएको बेलामा मन परी बोल्ने कुराहरू सुरु हुन्छ त्यही व्यक्ति सो त्यो हुँदा हुँदै अनि त्यसपछि दुईजना बिचमा एउटा सम्बन्धको फाटो बन्न जान्छ होइन त्यहाँ फाट बन्छ झगडा हुन थाल्छ त्यतिकैमा अरू अब नानीहरू छोराछोरी छन् भने उनीहरूसँग पनि बिस्तारै टाढिँदै जान्छन् सो अन्तमा यस्तो खालको बिन्दुमा पुग्छन् व्यक्तिहरू कि मलाई माया गर्ने कोही पनि छैन तर त्यो कहाँबाट सुरु भन्दाखेरि आफूले निम्त्याएको हुन्छ धेरै ठाउँमा है सो एउटा मेन जड चाहिँ त्यही हो केही व्यक्तिहरू छन् अलिकति चाँडै डिसिजन लिएर केही गर्छु अनि त्यो गर्छु भन्दाखेरि सफल नहुँदाखेरि उहाँहरूले पनि बाटो बिराउनु भयो त्यस्ताहरू पनि छन् सो कुनै एउटा त्यस्तो कारण छैन जसले हाम्रो व्यक्तिहरूको प्राण लिइरहेको छ फरक कारण छन् धेरै कारण छन् किनकि खुसियालीमा छ भन्दा त्यो मान्छेले सुसाइड गर्ने भन्ने कुरो सोच्दैन नि त त्यो कुरा भयो अर्को कुरो सायद तपाईले अहिले त्यो जुन भन्नुभयो नि अल्कोहलको कारणले सायद डोमेस्टिक भाइलेन्स बढेको भन्दा पनि धेरै आउट भइरहेको सायद यो पनि कारण होला हैन अब त्यही हो सुसाइड भयो क्राइम भयो अनि डोमेस्टिक भाइलेन्स सबै यो अल्कोहल ड्रग्सहरुले नि गरिरहेछ सबै यो तीनटै चारटै कुराहरु नि त्यसले त्यही मात्रै त होइन प्राय जस्तो चाहिँ त्यहीँबाट सुरु हुन्छ हैन तर अब केही व्यक्तिहरुले यसरी पनि छोड्नु भएको छ कि कुनै रोग लाग्यो र त्यो रोगको उपचार धेरै लामो समयसम्म भइरहेछ र त्यो जाति भइरहेको छैन सो त्यसले गर्दाखेरि पनि उहाँहरूलाई डिप्रेसनमा लग्यो लाँदा अब यो दुखाइ भोगेर किन बाँचिरहने भन्ने सोचाइमा पनि पुग्नुहुन्छ कोही जस्तो लाग्छ मलाई हैन त्यही भनेको थोरै व्यक्तिहरू छन् त्यस्ता जहाँ त्यो कारणले गर्दाखेरि आफूले आफ्नो प्राण त्यागेको हैन तर धेरै जसो चाहिँ अलिकति कुलतमै लागेर हुनुहुन्छ कसैलाई चाहिँ अब मैले त दुःख पाएँ घर परिवारलाई पनि दुःख भयो भन्ने खालको नि हुन्छ हैन र यो जब यो कुरामा गर्दाखेरि नि मलाई ठ्याक्क एउटा कुरा के जोड्न मन पर्यो भने अहिलेको हाम्रो सिनियर जति पनि हाम्रो प्यारेन्ट्स हुनुहुन्छ नि प्यारेन्ट्स ग्रान्ड प्यारेन्ट्सहरु उहाँहरु अब तपाईलाई त धेरै कुरा थाहा हुन्छ हामीलाई थाहा हुँदैन हैन उहाँहरुलाई तपाईको विचारमा तपाईको देखाइमा हैन र उहाँहरु कतिको खुसी हुनुहुन्छ होला हुन त अब आफआफ्नुको लाइफ हो हैन आफआफ्नो समस्या हो आफआफ्नो घर परिवारको आफआफ्नो कुरा हुन्छ तर यो हाम्रो यो सिनियर जति पनि को बारेमा छट्ट भन्नु पर्दाखेरि चाहिँ के लाग्छ तपाईलाई र खुसी छन् कि छैन इन जेनरल त खुसी नै हुनुपर्ने मलाई लाग्छ धेरै छोराछोरीहरू हैन धेरैजनाका छोराछोरीहरूले राम्रो देखभाल गरिरहनु भएको छ स्याहार सुसार गरिरहनु भएको छ हैन कुनै परिवारमा होलान् जसले आफूले गर्नुपर्ने कर्तव्य पालना नगरेकाहरू हैन अब त्यस्ता परिवारका आमा बुवाहरू सायद अब दुखी हुन सक्नुहुन्छ हैन अब उहाँहरू कतिले त यो डिसाइड गरेर पनि आउनु भएको हो नि त छोराछोरीहरूलाई राम्रो हुन्छ भने जाउँ न त भनेर पनि उहाँहरूलाई आउन मन नहुँदै पनि जो पनि प्यारेन्ट्सहरूले सोच्ने त्यही नै हो छोराछोरीलाई राम्रो हुन्छ भने जाइदिन्छु भन्ने हैन त्यो सोचाइले पनि आउनु भएको हुन्छ अनि यहाँ आइसकेपछि हामीले त कतिले त
उहाँहरूलाई फकाएको पनि हुन्छ उहाँबाट आउनको लागि या हैन हामी रेखदेख गर्छौँ डराउनु पर्दैन भनेर सो आश्वासन दिएर पनि ल्याएको हुन्छ हामीले बुढाबुढी भएका आमा बुवाहरूलाई अनि यहाँ आइसकेपछि हामीले आफ्नो कुरा पुरा गर्दै छैनौँ भने त्यो परिवारका सिनियर्सहरू बेखुस रहन सक्नुहुन्छ। तपाईँ कति वर्ष भयो विज्ञाप काम गर्नुभएको? म एकजना सहसंस्थापक हुँ, को फाउन्डर हुँ। Okay. सुरुका दिनदेखि 2010 देखिको आउँछ भनेपछि 15 संलग्नता वर्ष हो 2010 देखि अहिलेसम्म भयो। अब संस्था स्थापना भएको त जुन 2012 मा हो। Okay. तर त्यही स्थापनाको लागि काम थालेको चाहिँ 2010 देखि 10 देखि भनेपछि तपाईँले यो समाजको त्यो बिक्याप भुटनिज कम्युनिटी एसोसिएसन अफ पिट्सबर्गमा काम गर्नुभएको 15 वर्ष भयो। काम यसरी पनि बुझ्नु पर्यो संलग्नता चाहिँ हो मान्छेले पेसाको रूपमा अब बहिनीले पेसाको रूपमा सोध्नु भएको हो भने चाहिँ मैले खासै काम पेसाको रूपमा काम गरेको चाहिँ 2014 देखि हो। होइन मैले पेसाको रूपमा होइन कहिलेदेखि चाहिँ इन्भल्भ भएर एउटा कम्युनिटी प्रति काममा र जब मैले यो कुरो चाहिँ केमा जोड्न चाहेँ भने अब तपाईँको जब जसरी एउटा 10-15 वर्ष अगाडिको हाम्रो लाइफस्टाइल र अहिलेको लाइफस्टाइलमा तपाईँ कतिको भिन्नता देख्नुहुन्छ? भिन्नता हुँदै गएको छ हैन। अब यहीँ आइसकेपछिको त्यति बेलाको लाइफस्टाइल र अहिलेको लाइफस्टाइल हेर्ने हो भने सुरुका वर्षहरूमा सायद हामी मानसिक रूपमा खुसी थियौँ जस्तो लाग्छ। यो कारणले भन्दैछु कि हामी सुरुमा ठुला अपार्टमेन्ट कम्प्लेक्समा बस्थ्यौँ हैन। मास्तिर पनि मेरै समाजको व्यक्ति तलतिर पनि उतापट्टि पनि पल्लो बिल्डिङमा पल्लो लाइनमा पनि हैन बाहिर निस्किने हुन्थ्यो गफ गर्ने ठाउँहरू हुन्थ्यो सँगै एकछिन वरिपरि घुम्ने ठाउँहरू हुन्थ्यो हैन। अब एउटा त समाजको विकास देखिन्छ एक पाटो कि व्यक्तिहरू सक्षम भएर घर किनेर सर्न थाल्नु भयो अपार्टमेन्टबाट। तर त्यो घर के भयो भन्दाखेरि अब अलग्गै भइदियो। म एउटा मानिलिउँ 75 वर्षको बुवा त्यहाँ कोहीसँग रमाइराखेको थिएँ भने अब मलाई यहाँदेखि 4-5 माइल 6 माइल पर पुर्याइयो। अब मेरा साथीहरूसँग भेट्ने मौकाहरू शून्य हुन थाल्यो है। अब म घरबाट बाहिर निस्किन पाउन छोडेँ। म बसेको ठाउँमा सायद साइडवक नहोलान्, जति बाटो छ गाडीको रोड छ त्यहाँ निस्किसक्नु छैन है। भनेपछि म बाहिर निस्किनबाट अब धेरै वञ्चित भएँ। त्यो हिसाबमा लाइफस्टाइल फरक भयो। सुरुका दिनमा हामीलाई स्मार्टफोनहरू थिएन। त्यसो हुँदाखेरि समय घरभित्र पनि कि त एउटै टेलिभिजनमा सँगै हुन्थ्यौँ। एउटा कुनै मुभी होस् या कुनै कार्यक्रम हामी मिलेर हेर्थ्यौँ, हल्ला गर्थ्यौँ, सँगै चियापानहरू हुन्थ्यो हैन। अनि त्यो नहुँदाखेरि बाहिर खेल्न जाने ओर्ने हुन्थ्यो। अब चाहिँ हामीलाई डिभाइसले आफ्नो आफ्नो कुरामा थन्क्याएको छ। सो एउटा लाइफस्टाइल त्यो भयो। कामको हिसाबले पनि फरक देख्छु म है। अलिकति थोरै नेगेटिभ चाहिँ मलाई यहाँ कामको हिसाबले कहाँ लागिरहेछ भने स्याहार पाउनुपर्ने व्यक्तिहरूले स्याहार सुसार होम केयरको उसमा पाउनु भएको छ हैन। तर केयर गिभर्सहरू अनावश्यक रूपमा टाइम त्यसमै मात्रै बिताइरहनु भएको छ। उहाँहरूको पनि बाहिर जाने बाटो धेरैको बन्द भएको छ है। त्यो हिसाबले ती काम गर्ने उमेरका व्यक्तिहरू पनि मलाई पुग्छ यतिले नि भनेर उहाँहरू घरबाट त्यति बाहिर निस्किनुहुन्न। सो त्यो हिसाबले उहाँहरूलाई पनि ठिक भइरहेको छैन। एउटा यस्तो बेला थियो डाउनटाउनमा कुनै सिफ्ट काम सकेर निस्किँदाखेरि एउटा बसमा चढ्ने मान्छे हामी धेरै हुन्थ्यौँ है।
अथवा एउटा गाडीमा हामी 5 जना भएर जान्थ्यौँ, धेरैवटा कम्पनीमा त्यसरी जान्थ्यौँ। अहिले आएर हामी इन्डिपेन्डेन्ट त भयौँ, तर राम्रो खालको इन्डिपेन्डेन्ट चाहिँ भइराखेको छैन। आफूमा स्वनिर्भर हुनु त राम्रो हो, तर यस्तो भयो कि हामी एकअर्काबाट धेरै टाढा हुन थाल्यौँ। सो त्यो हिसाबले पनि लाइफस्टाइल अलिकति फरक भएको छ। यो त्यो जसरी एउटा त्यो खुसी थियो क्या। म अहिले यसो सोच्छु कम्पनीमा त्यसरी अब कहीँनिर 5 जना गाडीमा जान्थ्यौँ आउँथ्यौँ, त्यही ठाउँमा काम गर्दा त्यो समय बितेको थाहा हुँदैन थियो होइन। रोग व्याध थिएन मेन कुरा। अहिले भनेको सबैलाई के न के समस्या प्राय जस्तो मान्छेलाई छ। त्यसले पनि अलिकति लाइफस्टाइलमा धेरै फरक ल्याएको छ जस्तो लाग्छ मलाई। हो। सो अब के भएको छ भने कतिजनालाई चाहिँ बार नजिक छ, ड्राइभ गर्नु परेन, काममा ड्राइभ गरेर जानु परेन, घरमा काम छ, सो एनी टाइम एक्सेस छ होइन। सो एउटा लाइफस्टाइल नेगेटिभिटीतिर गइरहेको छ होइन, नकारात्मक पनि भइरहेको छ। समग्रमा हेर्ने हो भने आफू इन्डिपेन्डेन्ट हुनु राम्रो हो, तर राम्रो प्रकारले हुनु पर्यो। राम्रो प्रकारले हुनु पर्यो, तर प्राय धेरै त पोजिटिभ वेमै राम्रो भइरहेको छ होइन। तर अलिअलि त्यसमा पोजिटिभमा अलिअलि नेगेटिभ पनि बढिरहेछ पहिलेको भन्दा। हो, त्यो कन्ट्रोल गर्न सकिने कुराहरू छन् तिनीहरू होइन। तर अब कुनै व्यक्तिहरूले संस्थाहरूको मात्रै बाटो हेर्ने हो भने केही पनि अगाडि बढ्दैन होइन। आफ्नो आफ्नो जिम्मेवारी छ, आफूले गर्नुपर्ने जिम्मेवारी गर्नु पर्यो। अब स्रोतको लागि छ संस्था होइन, कर्मचारीहरू छन्, त्यस्ता जो परिवार छन्, जो एउटा चिठी पढ्ने मान्छे हुन्न घरमा, सो त्यस्ता व्यक्तिहरू पनि धेरै हुनुहुन्छ। उहाँहरूको चिठीहरू हामीले यतिसम्म गर्नुपर्ने हुन्छ कि निकै ठुलो प्याकेज लिएर जानुहुन्छ होइन। अनि कतिवटा चिठीहरू उहाँले अब छुट्याउन सक्नुहुन्न नि त, छुट्याउनु पर्यो। यो चाहिँ फ्याँक्ने हो, यो चाहिँ 1 हप्ता पछाडि 2 हप्ता पछाडि तिर्ने बिल रहेछ, यो त हिजै तिर्नुपर्ने थियो रहेछ भनेपछि अब अर्को काम सुरु भयो त्यहाँबाट। तिर्न सकिन्छ यहाँबाट भन्दाखेरि केबाट तिर्नुहुन्छ, चेक या के भन्छ कि कार्ड, क्रेडिट कार्ड। सो क्रेडिट कार्ड ल ठिक छ, फोन लगायो तिर्दियो होइन। सो त्यस्तो खालकोहरू डेली बेसिसमा अब अर्गनाइजेसनको तर्फबाट गरिन्छ। कार्यक्रम ल्याएको छ होइन। अब मानसिक रोग अथवा मेन्टल हेल्थको विषयमा कुरा गर्दाखेरि प्रोजेक्ट नै छ बिक्यापको होइन। त्यो प्रोजेक्ट मार्फत एकजना कमिटेड स्टाफ पनि हुनुहुन्छ। त्यो लगायत ठाउँ ठाउँमा हामीले लिएजन्स पनि राखेको छौँ, ताकि कुनै पनि व्यक्तिलाई एकदमै प्रेसर परिरहेछ, तनाव छ होइन, अथवा डिप्रेसन भइरहेछ, बिक्यापमा एक्सेस भएन भने ती लिएजन्सहरूलाई उहाँहरूले सम्पर्क गर्नुहुन्छ। हामीले त्यो उहाँहरूको नाम, सम्पर्क नम्बरहरू रोबोकल र फेसबुक मार्फत सेयर गरेको छौँ पहिले नै। सो एउटा चाहिँ व्यक्तिहरूले सिधै अफिसमा सम्पर्क गरेर पनि बुझ्न सक्नुहुन्छ। अरू चाहिँ त्यहाँ सम्भव भएन भने नजिकै आफ्नो आफ्नो क्षेत्रमा आफ्नो आफ्नो बडोभित्र पनि लिएजन्सहरू छन्, उहाँहरूले पनि उहाँहरूलाई सहयोग गर्न सक्नुहुन्छ आपत परेको बेलामा, या कुनै मानसिक सन्तुलन नै गुमाउनु पर्दैन होइन। कुनै न कुनै बेला हरेक व्यक्ति एउटा डिप्रेसनको मोडमा पुगेको हुन्छ होइन। त्यति बेला सहयोग चाहिन्छ अरूको, र सहयोग माग्न जान्नु पर्यो र सक्नु पर्यो। एउटा हाम्रो कमजोरी चाहिँ त्यही छ कि मलाई यस्तो भइरहेछ, म कसैलाई पनि सुनाउँदिनँ भन्ने होइन। सो रोग भएपछि हामी अरू टाउको दुख्दाखेरि चाहिँ डाक्टरकोमा जाने होइन, आँखा देख्न छोड्दाखेरि डाक्टरकोमा जाने, दाँत दुख्दाखेरि जाने। तर त्यस्तै खालको रोग, मानसिक रोग जसको उपचार छ, डक्टरहरू छन्, उपचारमा जानु पर्यो क्या। मलाई उपचार चाहियो, मलाई हेल्प चाहियो चाहिँ भन्नुपर्छ सबैले। भनेपछि त्यस्तो खालको मान्छेहरू कतिको आउनुहुन्छ बिक्यापमा? कोही आउनुहुन्छ? आउनुहुन्छ।
आउनुहुन्छ। कुन एज रेन्जको प्रायः जस्तो आउनुहुन्छ होला? किनकि अब सायद तपाईँलाई थाहा नहुन नि सक्छ। होइन होइन, मलाई धेरै थाहा हुन्छ, ओके। थाहा हुन्छ। अहिलेको आमा बुवाहरू भन्न खोजेको अहिले स्कुल जाने नानीहरूको बुवा आमाहरू, प्यारेन्ट्सको उमेरको व्यक्तिहरू हुनुहुन्छ। यो कारणले पनि कि धेरैजसो डोमेस्टिक डिस्प्युट, भाइलेन्स त नभनौँ, डिस्प्युटहरू त्यही उमेरमा भइरहेको हुन्छ होइन। अब हाम्रो बाबा आमाको पालामा हामीले देखेनौँ त्यस्तो होइन। यो सम्बन्ध विच्छेद भन्ने हामीले खासै उयो पढेकै मात्रै, सुनेकै, क्याम्पमा त खासै त्यस्तो धेरै थिएन। अनि उतै पनि उही कुनै बुकतिर पढ्दाखेरि मात्रै, तर अब यिनीहरूको यस्तो भयो अरे भनेर गाउँमा या डिस्ट्रिक्टमै मैले सुनिनँ कहिल्यै पनि है। क्याम्पमा आएपछि झगडाहरू भएको कता कता एक दुई ठाउँ थियो, त्यो त्यहीँ समाप्त हुन्थ्यो, सुल्झिन्थ्यो त्यहीँनिर। यहाँ चाहिँ बढ्यो होइन। अनि सो त्यो उमेरको व्यक्तिहरूमा चाहिँ मैले देखिरहेको छु अलिकति आवश्यकता परेको। अब हुनसक्छ पिर परिरहेको आमा बुवाहरूमा पनि, तर अब उहाँहरूलाई कुरा राख्नसम्म चाहिँ पहिला घरमा कुरा गर्नु पर्यो होइन। मलाई त्यहाँ लगिदे होइन, म एक्लै बसेर कुरा गर्न चाहन्छु भन्न सक्नु पर्यो उहाँहरूले। लगिदिने रे लगिदिनु पर्यो। सो कसैलाई हेल्प चाहिरहेको छ तर हेल्प माग्ने ठाउँ छैन, किनभने कहिले कहिले त्यो हेल्प माग्ने ठाउँ घरबाटै बन्द हुनसक्छ। सो त्यस्ता व्यक्तिहरूलाई चाहिँ हामीलाई थाहा हुँदैन। त्यो आई थिङ्क यो सिचुएसन आई थिङ्क धेरै छ होला क्या। जुन मेरो विचारमा चाहिँ अब नेपाल भुटान, अब भुटान त मलाई थाहा भएन होइन, नेपालको जस्तो हिँडेर अब हुनु थियो भने 1 घन्टा 2 घन्टा हिँडेर पनि आमा बाबाहरू कहाँ पुग्नुपर्ने हो उहाँहरूको ठाउँमा पुग्न सक्नुहुन्थ्यो। तर यहाँ त्यो सिचुएसन छैन होइन। लगिदियो भन्दाखेरि अब त्यस्तै खालको छोराछोरी छन् भने किन जानु पर्यो यताउता, त्यसले गर्दा त्यस्तो पनि हुन्छ। तर त्यही हो, जे होस् उहाँहरूलाई अब घरमा उहाँहरूको पनि केही काम हुनसक्छ होइन, स्पेसली सिनियर्सहरू जसको एक्सेस बाहिर जाने हुन्न होइन, हिँडेर जाने ठाउँ छैन अनि गाडी कुदाउने क्षमता छैन। सो उहाँहरूलाई चाहिँ अब घरकै व्यक्तिहरूले जसले हेरचाह गर्दै हुन्छ उहाँहरूले कहीँ जान मन लागेको छ भने भन्नु पर्यो होइन। जान मन लागेको ठाउँमा लगिदिनु पर्यो। त्यति गर्ने हो भने उहाँहरू पनि खुसी हुनुहुन्छ जस्तो लाग्छ। अर्को कुरो अब हुन त यो प्रश्नै कसलाई सोध्नु भन्ने लाग्छ होइन। तर जुन ओहायो हुँदै ह्यारिसबर्ग हुँदै एउटा डे केयर भन्ने छ, पिट्सबर्गमा चाहिँ आइदिएन क्या। सो यसमा त्यही हुनु थियो भने अलिकति भए नि हेल्प हुन्थ्यो कि होइन। छन् नि, थियो नि, सुरु भएको हो डे केयर। एडल्ट डे केयर सुरु भएको थियो। ए हो र? तर बहिनी अलिकति केही नमिठो नराम्रो पक्षहरू समाजभित्र छन् होइन। अब त्यसले गर्दाखेरि अब मैले सायद अब अगाडि बढ्न सकेन। भन्नु पर्दाखेरि अगाडि बढ्ने कुनै बिजनेस अगाडि बढ्ने भनेको कस्टमर चाहियो नि। सो कस्टमर्स को हुन् भन्दाखेरि त्यही समाजका व्यक्तिहरू हुन्। अब त्यही समाजका व्यक्तिहरूले चाहिँ अब यदि मैले मेरो आमालाई डे केयर सेन्टरमा लगिन भने, बहिनीले लानु भएन भने, फलानाले लगेन भने, सो कसैले लाँदैन भने त्यो ठाउँ मात्रै खोलेर त भएन, बिजनेस त चल्दैन होइन। सो प्रयास भएको हो, त्यो क्लोज भयो, अर्को एउटा ओपन हुँदैछ यतै बल्डुनतिर ओपन हुँदैछ। तर अब उहाँहरूको सफलता भनेको मैले कुनै ग्रोसरी ओपन गरेँ र फलफुल तरकारी ल्याएर राखेँ, कोही पनि मान्छे गएन भने
काम लागेन होइन। सो लागेन। बिजनेस अगाडि बढ्नको लागि कस्टमर्स चाहियो। सो कस्टमर्सको खाँचो। ओके, ठिकै छ होइन। होपफुली यसपालिकोमा अलिकति सपोर्ट हुन्छ होला। अब किन जाँदैनन् भन्ने त्यो चाहिँ म जान्न होइन। सो आफूले जान्दछन्, परिवार त्यही परिवारभित्रकै व्यक्तिहरूले जान्दछन्, मैले यहाँ भनिरहनु आवश्यक पर्दैन। ठिकै छ होइन। त्यो पनि एउटा उहाँहरूकै घरको समस्या, उहाँहरूलाई छोडिदिउँ त्यो कुरो। अर्को कुरो तर यो पनि भन्न चाहन्छु कि त्यस्तो ठाउँहरू पनि हुन्छन् जहाँ तपाईँले तपाईँको आमालाई या बुवालाई लिएर जाँदाखेरि यदि तपाईँको होम केयर छ भने त्यो भनौँ न आफ्नो आवर कटाएर उता तिर्नुपर्ने स्थिति हुँदैन। भन्न खोजेको तपाईँको आवर रहिरहन्छ, तर पनि तपाईँले तपाईँको मान्छेलाई काहीँ लगेर 1 घन्टा 2 घन्टा पैसा बेगरै छोड्ने ठाउँहरू पनि हुन्छन्। एउटा विक्याप नै हुन्छ होइन। सो हामीले 1 साल 2 साल अगाडि एक प्रकारको लिसनिङ सेसन्सहरू राखेका थियौँ। त्यो लिसनिङ सेसन्समा विभिन्न वर्गको व्यक्तिहरूको चाहनाहरू सुनेको थियौँ होइन। सो सिनियर्सहरूले पनि त्यही व्यक्त गर्नुभएको थियो, यसरी गफ गर्न त फेरि पाए हुन्थ्यो भन्ने होइन। सो ती कुराहरूलाई बिस्तारै हामीले अब अगाडि बढाउँदैछौँ होइन। अब उहाँहरूले ल्याइदिने नल्याइदिने घरको व्यक्तिहरूको कुरा हो, तर हामीले योजनाहरू बनाइरहेका छौँ एक ठाउँ भेला भएर गफ गर्ने है, बातचित गर्ने, कुनै विषयवस्तुमा कुरा गर्ने, आफ्नो कथाहरू भन्ने, केही कुराहरू नयाँ कुराहरू सिकाउने होइन, त्यस्तो कुराहरू गर्ने कार्यक्रमहरू हामीले प्लान गरिरहेछौँ। र हामी रेडी भएपछि हाम्रो सञ्चार माध्यम भनेको रोबोकल छ अहिले होइन। अनि त्यसपछि फेसबुक छ, ती माध्यमहरूद्वारा जानकारी समाजमा जानकारी गराउँछौँ। सो हप्ताको एकचोटि भए पनि उहाँहरूले यसो बाहिर निस्केर अरूसँग बसेर गफ गर्ने वातावरण बन्छ। त्यो पनि एकदमै राम्रो कुरा हो होइन। हाम्रो अब त्यही हो, राम्रो अपर्च्युनिटीहरू आए पनि अब कति उहाँहरूको किड्सहरूको काम व्यस्तता सबै कुराले गर्दा सायद नभएको होला होइन। अब यो सबै यस्तो कुरो गर्दा गर्दै नि मलाई एउटा कुरा सोध्न के मन पर्यो भने, तपाईँले 2010मा यसबाट भन्नुभयो, अब हामी त भर्खर आएका थियौँ नि त, कसरी चाहिँ यहाँ यस्तो भन्ने कुराहरू चाहिँ तपाईँलाई कसरी चाहिँ त्यसमा पुग्नुभयो क्या? अलिकति अब तपाईँकै लाइफ स्टाइलमा मैले अब होइन, ठिकै छ बहिनी। अब एउटै व्यक्ति हुँ जो सुरुदेखि अहिलेसम्म म निरन्तर रूपमा छु होइन। तर मेरो कथाले मात्रै विक्यापको इतिहास पुरा हुन्न, धेरै व्यक्तिहरूको योगदान छ है। अब त्यसमा नाम भन्दाखेरि मैले कति नाम छुटाउँछु होइन। सो नाम भन्न चाहन्न, यति नै मात्रै भन्न चाहन्छु कि मलाई देखिन्छ, किनभने म सुरुदेखि अहिलेसम्म छु होइन। तर धेरै मेहनत गरेर धेरै समय अनुदान गर्ने व्यक्तिहरू हुनुहुन्छ समाजमा। सो उहाँहरू अहिले पर्दा पछाडि हुनुहुन्छ होइन। तर अर्गनाइजेसन जुन रूपमा अगाडि बढ्यो र जहाँसम्म अहिले आएको छ, थुप्रोजनाको हात छ। सो त्यसमा बिजनेस कम्युनिटी पनि छ होइन। एउटा नन प्रफिट अगाडि बढ्नुको लागि एउटा रेभेन्यू जेनेरेसन हुन्छ होइन। किनभने केही कार्यक्रमहरू ल्याउनुको लागि, कुनै इभेन्टहरू गर्नुको लागि त्यो फन्डिङ चाहिन्छ। सो त्यो फन्डिङ हामीले रेभेन्यू कहाँबाट जेनेरेट गर्ने भन्दाखेरि, हुन त धेरै जसो फाउन्डेसनबाट सपोर्ट छ है, तर सानो सानो रूपमा पनि हाम्रै भुटनिस बिजनेस कम्युनिटीले पनि सपोर्ट गरिरहनु भएको छ। उदाहरणको लागि हामीले 2015 या 16देखि एउटा भित्ते पात्रो बाइलिङ्गल क्यालेन्डर प्रकाशनमा ल्याइरहेका छौँ, त्यो प्रकाशित भइरहेछ होइन। सो
थुप्रै बिजनेसहरूले त्यो क्यालेन्डरमा सपोर्ट स्वरूप उहाँहरूले स्पोन्सर गर्नुभएको छ। सो त्यसबाट पनि हामीलाई समाजभित्रैबाट जेनेरेट गरेको एउटा रेभेन्यू देखिन्छ। अनि समाजभित्र अनि समाज बाहिरको व्यक्तिहरूले पनि कुनै कुनै समयमा डोनेसन गरिरहनुहुन्छ। सो त्यो हुन्छ। त्यसै गरी बोर्ड छ पिक्यापमा। सायद बहिनीको प्रोग्रामको पहिलो गेस्ट जुलिया बराइली हुनुहुन्थ्यो, हाम्रो अहिलेको बोर्ड चेयर। सो बोर्ड पनि बोर्ड मेम्बरहरूले पनि उहाँहरूको एउटा रिक्वायरमेन्ट एनुअल कन्ट्रिब्युसन हुन्छ है, रेस्पोन्सिबिलिटिज मध्येमा है, थुप्रै रेस्पोन्सिबिलिटिज हुन्छन् बोर्ड मेम्बर्सहरूको। सो एउटा चाहिँ एनुअल कन्ट्रिब्युसन हुन्छ। सो एभ्री बोर्ड मेम्बर कन्ट्रिब्युट्स। सो त्यहाँबाट पनि रेभेन्यू। सो देखिन्न, तर धेरै व्यक्तिहरूको सहयोगले संस्था चलिरहेको हुन्छ। आफ्टर स्कुल प्रोग्राम नानीहरूलाई हजुर, त्यो चाहिँ कुन टाइममा ओपन हुन्छ? सो आफ्टर स्कुल प्रोग्राम अहिले 4वटा स्कुल डिस्ट्रिक्टमा चलिरहेको छन्। 3टा स्कुल डिस्ट्रिक्टको चाहिँ स्कुलभित्रै छन्। सो एउटा कङ्कड एलिमेन्ट्री हो जुन क्यारिकमा छ, त्यो स्कुलभित्रै हुन्छ। नानीहरूको दिनको स्कुल सिद्धिन्छ। त्यसपछि टिचर्सहरूबाट हामीले नानीहरू हाम्रो प्रोग्राममा लान्छौँ, त्यहीँ भित्रै हुन्छ। दोस्रो ब्रेन्टवुड बडो स्कुल डिस्ट्रिक्टको लागि ब्रेन्टवुड हाई स्कुलभित्र क्लास चल्छ हाम्रो आफ्टर स्कुल प्रोग्राम। सो त्यहाँनिर के हुन्छ, एलिमेन्ट्री स्कुलका बच्चाहरूमा फोकस छ यो। सो हामीले भ्यान पठाउँछौँ। स्कुल सिद्धिएपछि नानीहरू भ्यानमा चढ्छन् र हाई स्कुलमा ड्रप हुन्छन्। तेस्रो भनेको बल्डिन वाइटल स्कुल डिस्ट्रिक्ट। यहाँ चाहिँ स्कुलभित्र छैन। हामीले अहिलेसम्म स्कुल डिस्ट्रिक्टले त्यो प्रकारको सहयोग गरेको छैन ठाउँ दिएर है। सो त्यहाँको नानीहरूलाई चाहिँ हामीले वाइटल स्थित एउटा गुड सेपर्ड चर्च भन्ने छ, त्यहाँनिर चलाउँछौँ। एक्सक्युज मी। चौथो चाहिँ वेस्ट जेफरसन हिल्स स्कुल डिस्ट्रिक्ट भन्छन्। त्यताको नानीहरू चाहिँ पहिला म्याक्लिलिन एलिमेन्ट्री स्कुलमा चलाउँथ्यौँ भने यो 24-25 स्कुल इयर चाहिँ हामीले इन्टरमिडिएट जेफरसन इन्टरमिडिएट स्कुलमा चलाउँछौँ। 4टा मध्येमा 3टा चाहिँ स्कुलको भवनभित्रै छ भने एउटा चाहिँ चर्चमा चलिरहेको छ। बल्डिन वाइटल स्कुल डिस्ट्रिक्टको नानीहरू चाहिँ त्यो चर्चमा चलिरहेको हुन्छ। समयको प्रश्नमा थोरै अगाडि पछाडि हुन्छन्। कुनै स्कुल अलिकति छिटो सकिन्छन्, सो हामीले छिटै सुरु गर्नुपर्ने हुन्छ। कुनै कुनै ठाउँमा जस्तै कि बल्डिन वाइटलमा पनि हामीले धेरैतिरवटा नानीहरू पिकअप गर्नुपर्छ। जस्तो कि अब यहीँ म्याकनल्टी छ, यहीँ वाइटल एलिमेन्ट्री छ, अनि उत्तरमा पर्छ अहिले लज एलिमेन्ट्री छ, पहिला पेन्टर एलिमेन्ट्री थियो। त्यहाँको नानीहरूलाई पनि हामीले घुमाएर ल्याउनु पर्यो। सो पिकअप गरेर भ्यानहरूले पिकअप गरेर चर्चमा पुर्याउँछन्, त्यहाँ क्लास हुन्छ। सो त्यहाँ अलिकति ढिलो हुन सक्छ, तर सकिने समय भनेको त्यस्तै हो 5 बजी 5:30 बजी र 5:45। वेस्ट जेफको लोकेसनमा 5:45तिर प्यारेन्ट्सहरू लिन आउनुहुन्छ। सो ट्रान्सपोर्टेसन हामीले वान वे चाहिँ प्रोभाइड गरेको छौँ। प्यारेन्ट्सहरूले पिकअप गर्नुहुन्छ प्रोग्राम सिद्धिएपछि। त्यो एप्लाई गर्न चाहिँ के गर्नुपर्छ? एप्लिकेसनको लागि जब हामीले प्रोग्राम अनाउन्स गर्छौँ त्यो फेसबुक मार्फत जान्छ अनि रोबोकल मार्फत जान्छ। प्यारेन्ट्सहरूले रेजिस्टर गर्नु पर्यो। सो 2 खालको इन्फर्मेसन हुन्छ। एउटा चाहिँ इन्ट्रेस्ट एक्सप्रेस गर्नु पर्यो। सो त्यो पनि अनलाइन फर्महरू हुन्छ। नसक्नेहरू अफिसमा बोलाउँछौँ, हामी पनि हेल्प गरिदिन्छौँ, ओभर द फोन पनि गर्छौँ। सक्नेहरूले आफै इन्ट्रेस्ट फर्म कम्प्लिट गर्नुहुन्छ। सो त्यो भयो इन्ट्रेस्ट फर्मको भयो। अनि अर्को चाहिँ अब जब हामीलाई थाहा हुन्छ कि बजेट यति छ र यति सिट मात्र हाम्रो क्यापेसिटी छ भने भएपछि अनि त्यसपछि हामीले मान्छेहरूलाई रेजिस्ट्रेसन गर्न लगाउँछौँ। रेजिस्ट्रेसन त्यही हो, फर्स्ट कम फर्स्ट सर्भ।
हामीले केही कोटाहरू राखेको हुन्छ 3वटा 4वटा कोटाहरू जसमा हामीले टिचर्सहरूलाई ती नानीहरूको टिचर्सहरूलाई लगाउँछौँ तपाईँहरूको नजरमा कुन बच्चा चाहिँ डिजर्भिङ छ आफ्टर स्कुल प्रोग्रामको लागि किन उहाँहरूले आइडेन्टिफाई गर्न सक्नुहुन्छ होइन कुन बच्चालाई हेल्प चाहिन्छ भनेर सो त्यो उहाँहरूबाट पनि लिन्छौँ हामीले अनि इन सम केसेस आफ्नै आँखाले देखेको हामीले जानिरहेको परिवार पनि छन् जहाँ कि बाउ छैनन् कि आमा छैनन् होइन उहाँहरूलाई गाह्रो भइरहेको छ कसैले आएर भन्नु पनि हुन्छ अनि त्यस्तो परिवार हामीले जानेको छ यथार्थ हो भने उहाँहरूलाई हामीले त्यो कोटामा हाल्छौँ नभए चाहिँ फर्स्ट कम फर्स्ट सर्भ नै हुन्छ भनेपछि नेक्स्ट इयरको लागि खुल्या छैन नेक्स्ट इयरको लागि खुलेको छैन एउटा रिक्वायरमेन्ट केही पनि हुन्छ भने हामीले कुनै बच्चालाई ग्रेड 1 देखि लिएको होस् या 2 देखि लिएको होस् या युकेजी देखि लिएको होस् ती बच्चाहरूले प्राथमिकता पाउँछन् किनभने जसले फन्डिङ दिन्छ उनीहरूले पनि 1 सालभित्रको नतिजा हेर्न चाहँदैनन् ओभर द इयर्स हाउ मच इज द किड प्रोग्रेसिङ होइन सो एउटा बच्चालाई 1 साल लियो अनि उनीहरूलाई नेक्स्ट इयर आउट गरेर अर्को बच्चा लियो भने त्यो प्रोग्रामको इभ्यालुएसन राम्रो हुन्न सो एउटा चाहिँ हाम्रो इच्छा पनि हो कि हाउ मच डिफरेन्स इट इज मेकिङ अनि अर्को चाहिँ फाउन्डेसनहरूले पनि हामीलाई त्यसै भन्नुहुन्छ वी वान्ट टु सी द लङ टर्म बेनिफिट्स अफ रनिङ आफ्टर स्कुल प्रोग्राम सो ती प्यारेन्ट्सहरूले अब मलाई भयो म निकाल्छु भन्यो भने भयो नभए हामीले त्यो बच्चाहरूलाई निकाल्दैनौँ फन्डिङ रहेसम्म भनेपछि अब मैले यता प्रिके उन्डी त लाउन सकिनँ अब ग्रेड 2 मा चाहिँ लाउन कोसिस गर्छु अब लेट्स सी के हुन्छ सो त्यसमा मैले एज एक्जिक्युटिभ डाइरेक्टर राइट्स पनि अनि रेस्पोन्सिबिलिटी सो रेस्पोन्सिबिलिटी त मैले एकजनालाई दिएको छु होइन उहाँ फर्मर टिचर हुनुहुन्छ यही बोल्डन वाइट स्कुल डिस्ट्रिक्टको 15 वर्ष पढाउनु भएको नानीहरू हाम्रै बच्चाहरू पनि पढाएको टिचर हुनुहुन्छ भाग्यवश हामीले प्राप्त गर्न सक्यौँ उहाँलाई सो उहाँले एकदमै राम्रो करिकुलम बनाएर स्टेम बेस्ड प्रोग्राम चलाउनुहुन्छ होइन सो रेस्पोन्सिबिलिटी उहाँलाई दिएको छ रेस्पोन्सिबिलिटी साथसाथै सबै राइट्स पनि मैले उहाँलाई दिएको छु सो कुनै प्यारेन्ट्सहरूले मलाई भन्दाखेरि पो मेरो बच्चा पस्छ कि भन्ने सोच्नुहुन्छ भने त्यो गल्ती हुन्छ होइन मैले त्यसमा म केही पनि गर्दिनँ ठिकै होइन आफ्नो क्राइटेरिया तपाईँले भनेको कुरा नि ठिकै यो कुनै परिवारमा केही समस्या आएको छ भने त्यसलाई फर्स्ट प्रायोरिटी दिँदाखेरि एउटा अलिकति हेल्प पनि हुन्छ हजुर होइन हामीले जानिराखेका छौँ होइन अब आमा मरेर गइन् बाउ काममा जान्छन् अनि बाउ फर्केर आउनु अगाडि नै छोराछोरीको नानीहरूको छुट्टी हुन्छ अब त्यो प्यारेन्टले कति चाहिँ गर्ने एकजनाले होइन सो त्यस्तो कन्डिसनहरू भएको बुझ्यौँ भने उनीहरूलाई हामी च्याप्छौँ होइन त्यस्तोलाई त च्याप्नु पनि पर्छ र हामी जस्तो अब जुन हामी हुन्छ नि म्यानेज गर्न सक्नेहरूले बुझ्नु पनि पर्छ यो कुरालाई किनभने अब कति समाजमा चाहिँ फर्स्ट कम फर्स्ट सर्भ भनेको होइन म पहिले आएको मलाई भन्ने खालको पनि कतिको त्यो मानसिकता हुन्छ क्या यस्तो हुन्छ भन्नु कि कुनै प्रोग्राम गर्दाखेरि अब त्यो प्रोग्राम सबैलाई मनपर्छ अनि सबैलाई चाहिन्छ अनि तर अब हाम्रोसँग पनि अब क्यापेसिटी होइन क्षमता अनुसारले चल्नुपर्ने हुन्छ सबैभन्दा ठुलो कुरा त फन्डिङकै कुरा आउँछ जति नानीहरू हामीले चाहे पनि एउटा त ठाउँ पाउनु पर्यो त्यो ठाउँ पनि कोचल्ने होइन एकै ठाउँमा खाद्ने ठाउँ हुँदैन क्या हामीलाई पनि मोनिटरिङ हुन्छ सो त्यो मेन्टेन गर्नु पर्यो हामीले त्यो गिभन स्पेसमा कतिजनासम्म राख्न मिल्छ एउटा अर्को चाहिँ कतिजना बच्चालाई एउटा एडल्टले डिल गर्न मिल्छ होइन त्यो एउटा नम्बर हुन्छ त्यो नम्बरदेखि माथि हामीले राख्न मिलेन माथि राख्नु पर्यो भने अर्को एउटा म्यान पावर थप्नु पर्यो सो त्यहाँ खर्च भयो होइन अनि सो कतिजना प्यारेन्ट्सहरूले चाहिँ अब त्यसरी पनि सोचिदिनुहुन्छ कि मेरो चाहिँ लगाइदिएनन् अब हुन त कतिले यो कुराहरू हुन्छ नि विज्ञापनमा तपाईँलाई पनि कतिले भन्नु पनि होला वा भन्नुभएको छैन विज्ञापनमा कति फन्डहरू टन्नै आउँछन् यस्तो उस्तो भन्ने खालको नि आयो होला सुन्नु भएको छ आयो सुनेको हुँ
तर जो मान्छेलाई एउटा त्यो कन्सेप्ट छ नि मह्म, विज्ञापनमा चाहिँ टन्नै फन्ड्सहरू आउँछ अनि त्यहाँ काम गर्नेहरूले चाहिँ धेरै पैसा कमाउनुहुन्छ भन्नेलाई के भन्न चाहनुहुन्छ? त्यसो होइन भन्न चाहन्छु ओके। होइन। धेरै के भनिरहने, अह त्यस्तो हुन्न। अह अम, यदि संस्था चलिरहेछ भने त्यसमा त्यसमा त्यसको लक्ष्यहरू छन् होइन, उद्देश्य सहित स्थापना भएको हुन्छ अर्गनाइजेसन। त्यहाँ काम गर्ने व्यक्तिहरूलाई कुनै हल्का काम छैन होइन। थाहा छ मलाई जस पाउने ठाउँ त होइन, तर हामी जस पाउनको लागि काम गर्ने होइन। कमाउने ठाउँ, पैसा कमाउने ठाउँ अरूतिर छ। मैले पनि बिएनवाई मेलन मलाई सब ठिक थियो, यस्तो खालको काम थियो। म ढोकाभित्र पस्दाखेरि काम सुरु हुन्छ, ढोकाबाट निस्किँदाखेरि छोडियो सिद्धो काम। मलाई स्ट्रेस फ्री होइन। त्यहाँबाट निस्किसकेपछि मेरो आफ्नै संसार होइन। त्यस्तो हुन्न। एउटा कम्युनिटी अर्गनाइजेसन बसेपछि तपाईँको फोन नम्बर समाजमा धेरैतिर पुगिसकेको हुन्छ। शनिबार आइतबार भन्नु पाइन्न, छुट्टी भन्नु पाइन्न, राति भन्नु पाइन्न होइन। अनि फोन लिनुपर्ने हुन्छ। यो कारणले पनि कि कसले कल गर्छ भन्दाखेरि जसलाई आपत परेको हुन्छ। सो त्यतिकै मान्छेले के छ, कि तेरो घरमा के पाके भनेर सोध्ने कुरो आउँदैन होइन। उहाँहरूलाई आपत परेपछि कल गर्नुहुन्छ। सो मैले यदि फोन उठाएर त्यसको लागि यसो गर्नुहोस् अथवा त्यो नगर्नुहोस् भन्दाखेरि उहाँहरूलाई ठुलो हेल्प हुन्छ भने मैले फोन किन नलिने होइन, कल किन नलिने। सो काम हामीलाई भ्याइ नभ्याइ हुन्छ। तर त्यो व्यक्तिहरू जसले त्यस्तो सोच्नुहुन्छ त्यस्तो नसोचिदिनुहोस् भन्न चाहन्छु। त्यसरी भरभर पैसा कहीँबाट पनि आउँदैन। त्यो पैसा ल्याउनुको लागि पनि धेरै रात दिन खटेर अप्लाई गर्नुपर्ने हुन्छ। हरेक सेन्ट्सको हिसाब राख्नुपर्ने हुन्छ, अडिट हुन्छ, रिपोर्ट पेस गर्नुपर्ने हुन्छ होइन। काम धेरै हुन्छ, त्यो पाटो पनि काम धेर छ। त्यो चाहिँ अब त्यति व्यक्तिहरू छैन। अन्त भन्ने मान्छेहरूले त हामीलाई भनेको हुन्। जति बेला हामीले फन्डिङ थिएन, फन्डिङ आएको त 2014 देखि हो। 2014 को अक्टोबर 1 देखि बिक्यापले एम्प्लोइमेन्ट सुरु गरेको अथवा एम्प्लोइ राखेर प्रोजेक्टहरू चलाउन थालेको। त्यहाँभन्दा अगाडि त थिएन। त्यहाँभन्दा अगाडि त ती धेरै व्यक्तिहरू जो रात दिन खट्नुभयो संस्था स्थापना गर्नुको लागि, त्यति बेला त हामीले गोजीबाट निकालेर चलाएको हौँ। एक बेला 2014 मा हामीलाई फेडरल फन्डिङ आएको थियो। त्यही फेडरल फन्डिङद्वारा हामीले कति 10वटा कि 14वटा ठाउँमा सिटिजनसिप क्लासेसहरू आयोजना गरेको ठाउँ ठाउँमा है फन्डिङ आएको। तर गभर्मेन्ट फन्डिङ चलाउनु जस्तो गाह्रो केही पनि हुन्न है। सबै डिटेल्स चाहिन्छ। केस फाइलहरू राख्नुपर्ने हुन्छ। उनीहरूले अडिट आएर भाषा पनि चेक गर्छन्। सजिलो थिएन। सो हो त्यति बेला फन्डिङ आएपछि कर्मचारी राख्नु पर्यो, कर्मचारीहरूलाई स्यालेरी दिनु पर्यो होइन। उहाँहरूले भोलिन्टियर गरेर त यो आफ्नो जीवन चल्दैन। त्यति बेला केही व्यक्तिहरूले त्यस्ता कुराहरू ल्याए, तर अलिकति त्यति साह्रो नभनेका हुन्थ्यो जस्तो चाहिँ लाग्यो। जस्तो कि हाम्रो नाममा फन्डिङ चाहिँ भरभर्ती फेडरल फन्ड मिलियन्स अफ डलर्स ल्याएर हामीले कहाँ वर्षको 2 लाख कि कसो थियो होला, मिलियन्स अफ डलर्स ल्याएर चाहिँ यी बिक्यापका मान्छेहरू चाहिँ घर किनेर त्यही पैसाले घर किनेर थन्के। अब हामीलाई नै थाहा छ होइन, क्रेडिट इस्टाब्लिस गर्नु कति गाह्रो भयो, लोन अप्लाई गर्न कति टाइम लाग्यो हामीलाई। क्रेडिट राम्रो थिएन, इन्ट्रेस्ट रेट हाई थियो होइन। त्यसरी घर किनेर बसेका हुन्, चाहे बिक्यापमा सम्बन्धित हुन् या सम्बन्धित नहुन्, दशा एउटै थियो है। सो त्यस्ता व्यक्तिहरूलाई यदि हुन्छ त्यस्तो नसोचिदिएको भए हुन्थ्यो भन्ने हुन त अब भन्ने मान्छेले जति नै राम्रो काम गरे पनि नराम्रो भनिहाल्छ। अर्को कुरो नि यो त्यसलाई के भन्थ्यो, अस्ति एकखेप क्याम्पमा भएको
मान्छेहरूलाई नि ल्याउने भन्ने खालको कुरो थियो नि, सायद अब त्यो त रोकियो होला कि के भयो होला नि। सो मलाई लाग्छ बहिनीले भन्न खोजेको एउटा प्रोग्राम आएको थियो वेलकम कप्स भन्ने। ए वेलकम कप्स। सो वेलकम कप्सबाट त्यो चाहिँ एउटा प्रमिसिङ थियो, जसमा युएस गभर्मेन्टलाई पनि खर्च त्यति नहुने, हामीले पनि ल्याउन सकिने, स्पोन्सर गर्न सकिने त्यो राम्रो बाटो खुलेको थियो। अहिले ती कार्यक्रम सबै स्थगित भएका छन्। ट्रम्पले गर्दा, भोट पछि ट्रम्प सरकारले भन्दा, ट्रम्प सरकार भनौँ न, अब ट्रम्प एडमिनिस्ट्रेसन। ए हो, त्यही त होइन, त्यो त्यस्तो थियो। त्यसमा हामी पनि इन्भल्भ हुन खोजेका त थियौँ होइन, हाम्रो कोही सदस्य हुनुहुन्थ्यो र, तर त्यही हो, ट्रम्पले गर्दा लाइफ के त्यो राम्रो अवसर थियो हामीलाई आफ्नो मान्छे ल्याउन एउटा राम्रो मार्ग खुलेको थियो। सो अब कहिलेसम्मलाई त्यो स्थगित भयो। खुल्ने चान्सेस छ, चान्सेस हुन्छ यदि बाइपार्टिसन रूपमा अमेरिकाले होइन, अमेरिकामा मान्छे ल्याउनुपर्छ, हाम्रो दायित्व छ शरणार्थीहरू ल्याउने। अब त्यो इलिगली आउनेहरूलाई रोकथाम गर्ने एउटा पाटो छ त्यो होइन, त्यो छुट्टै छ। तर यो पनि डिसाइड गर्नु सक्छ नि त कङ्ग्रेसले कि शरणार्थीहरू ल्याउनुपर्छ, हामीले यति त कमिट गर्नुपर्छ, किनभने वी आर अ लिड नेसन। अनि त्यो हिसाबले कङ्ग्रेसले पारित गरे भने त अन्त लास्टमा साइन गर्ने त प्रेसिडेन्ट नै हो। तर अब प्रेसिडेन्ट पनि त एउटा प्रेसिडेन्ट सधैँ त रहिरहँदैन होइन, परिवर्तन हुन्छन्। सो आउने भविष्यका सरकारहरूले अर्को रणनीति अपनाउन सक्छन्। सो त्यति बेला खुल्न सक्छ। त्यतिखेर पनि एकखेप वेलकम कोरको पनि एकखेप माहौल तात्तिएको पो थियो त, एउटा आश पनि जागेको थियो, ए आउने रहन् भन्ने कुरा पनि, तर हुन सकेन। अब ल्याउनु भएको छ, हाम्रो समाजभित्र त अलिकति ढिलो आयो यो, किनभने यो प्रोग्राम अलिकति अगाडि नै सुरु भएको थियो। बिक्यापले यो प्रोग्राम छ भनेर इन्ट्रोड्युस गरेको चाहिँ जब त्यो एउटा फेजमा पुग्यो त्यो कार्यक्रम, जहाँ हामीले चाहेको रेफ्युजी ल्याउन पाउने भन्ने, त्यहाँभन्दा अगाडि चाहिँ तोकिदिन्थे कि ल हामी 5 जना भयौँ, हामी स्पोन्सर रेफ्युजी गर्ने भन्दाखेरि हामीलाई चाहिँ ल तिमीहरूले चाहिँ, तिमीहरूको ग्रुपले चाहिँ त्यो कन्ट्रीको त्यो व्यक्ति या त्यो परिवार स्पोन्सर गर भन्थे। हामीलाई थाहा थियो कि हाम्रो समाजको व्यक्तिहरूले भुटानी शरणार्थी शिविर, नेपाल स्थित भुटानी शरणार्थी शिविरका व्यक्ति बाहेक अरूलाई स्पोन्सर गर्दैनन् भन्ने सोचाइ थियो। सो त्यति बेला हामी मौन रह्यौँ, र जब त्यो फेज ओपन भयो, आफूले चाहेको शरणार्थी ल्याउँछु भन्न पाउने, सो त्यहाँदेखि चाहिँ बिक्यापले इन्ट्रोड्युस गरेको यहाँभित्र। त्यो वेलकम कोरबाट मान्छेहरू आउन पाए, हाम्रोमा आइपुग्नु पाएन। अरू स्टेटमा पनि हाम्रोबाट, हाम्रो समाज भनौँ न, हाम्रो आउने समय पुगेन, किनभने प्रोसेसर चलिरहेको थियो। एप्लिकेसन प्रोसेस नै एउटा थियो यहीँनिर होइन। सो हामीले तयार गरेको एप्लिकेसन कुनै एउटा ठुलो भनौँ न फेडरल गभर्मेन्टको कन्ट्र्याक्टिङ एजेन्सिजहरू हुन्छन् अथवा भोल्याग एजेन्सी भन्छन्, जस्तो कि इन्टरनेसनल रेस्क्यु कमिटी भयो, हायस भयो होइन, लुथेरन वर्ल्ड सर्भिसहरू, यस्ता अर्गनाइजेसनमा हामीले पठाएको एप्लिकेसन जान्छ, उनीहरूले रिभ्यू गर्छन्, त्यसमा निकै टाइम लाग्छ, 3 months कम्प्लिट कम्तीमा लाग्दो रहेछ। अनि त्यसपछि उहाँहरूले स्टेट डिपार्टमेन्टमा सब्मिट गर्ने हो। स्टेट डिपार्टमेन्टले चाहिँ त्यसलाई प्रोसेस चाल्नु पर्यो। अब प्रोसेस उनीहरूले मात्रै चाल्ने होइन, ओभरसिज स्क्रिनिङ गर्नु पर्यो। जसरी हामीलाई स्क्रिनिङ भयो वहाँनिर आउनुभन्दा अगाडि, प्रोसेस सबै एउटै थियो होइन। सो टाइम लाग्ने थियो, त्यो टाइम हुन नपाउँदै अर्को सरकार आयो र अहिले त्यो कार्यक्रम नै स्थगित छ। बिचारा कतिको आश थियो परिवार भेट्ने भन्ने, त्यो पनि अहिले सबै उयो भइरहेछ। र अर्को कुरो नि,
तपाईँले हुन त अघि भन्नु पनि भयो समय परिवारलाई दिन सक्दिनँ यताउता भनेर। र अहिले त नानीहरू ठुलो भए, त्यही भएर तपाईँले खासै उयो गर्नु पर्दैन आफ्नो लागि भन्ने। तर जब तपाईँले स्टार्ट गर्दाखेरि नानीहरू त सानो थिए, सानो थिए, त्यतिखेर त खुवाउन लाउन सबै कुरा प्यारेन्ट्स त चाहिन्थ्यो। र मलाई जतिसम्म लाग्छ दिदी पनि कम्युनिटीप्रति काम पनि गर्नुहुन्थ्यो। त्यतिखेर चाहिँ तपाईँहरूलाई कतिको च्यालेन्जिङ भयो? त्यो त लाइफ लङ रहन्छ बहिनी, किनभने एकदमै स्ट्रेसफुल थियो लाइफ त्यति बेला। टाइम ब्यालेन्स गर्नुको लागि निकै गाह्रो हुन्थ्यो, किनभने मेरो काम थियो सेकेन्ड सिफ्ट है, अनि विष्णुको काम मर्निङ सिफ्ट थियो। सो उनले बिहान पार्ट टाइम गर्थे, अनि म 2 बजी घर छोड्थेँ। सो त्यति बेला गाडी एउटा थियो। बिहानी पख कहिले कहिले त मलाई यस्तो भइदियो बहिनी कि साथीहरूले यो संस्था स्थापना गर्ने क्रममा मलाई यस्तो खालको जिम्मेवारी दिनुभयो कि मेरो कामै मिटिङतिर जानुपर्ने, आउटरिच गर्नुपर्ने। सो ट्राभलको पुरा ट्राभल गर्नु पर्थ्यो, भनेको विदिन ग्रेटर पिट्सबर्ग होइन। अनि सो जाँदाखेरि खर्च लाग्थ्यो होइन। अब 1 घन्टा पार्किङ गरेको $16 पनि लाग्थ्यो। गराजतिर पार्किङ गर्दाखेरि, मिटरमा पार्किङ गर्दाखेरि पर्याप्त टाइम पुग्दैन थियो। सो त्यति बेला पैसाको हिसाबले स्ट्रेसफुल थियो। त्यतिखेर फेरि $16 धेरै थियो अहिलेको भन्दा। त्यति बेला अब धेरै जस्तो मिटिङ डाउनटाउनमा हुन्थ्यो। म डाउनटाउन कुद्नु पर्थ्यो, अनि यस्तो ठाउँमा पार्किङ गर्नु पर्थ्यो जुन चाहिँ हतारमै हुन्थ्यो जहिले पनि। सो नजिकैको गराज हेर्नु पऱ्यो, कहाँ मिटिङ हुँदैछ त्यसको नजिकको गराज हेर्नु। त्यस्ता महँगा हुन्थ्यो रहेछन्। अब बिस्तारै बिस्तारै एक्सप्लोर गरियो। अब अहिले त थाहा छ यो गराजमा सस्तो हुन्छ, अलिकति यता जाँदाखेरि सस्तो हुन्छ भन्ने। त्यति बेला थाहा हुन्न थियो। थाहा हुँदाखेरि पनि टाइमको हिसाबले पनि नजिकमा जानु पर्ने थियो। सो एउटा चाहिँ पैसाको कमाइ पनि कम, अनि त्यसपछि टाइम धेरै खर्चिरहेको हुन्थ्यो हामीले। म कहिले कहिले यस्तो पनि भन्ने गर्छु कि मेरो 2टा बेबिज, अब अहिले त ठुलै भए होइन। सो छोरी जन्मेकी 2010मा, म 2010देखि नै यो कम्युनिटीतिर लागेको। अनि शनिबारहरू आयो, शनिबार आइतबार पनि म काममै जाने हो। मेरो सेकेन्ड सिफ्ट, मेरो त्यति बेला विकेन्ड काम थियो। मन्डे ट्युजडे अफ हुन्थ्यो मेरो त्यति बेला। अनि फेरि के हुन्थ्यो भने स्याटरडे सन्डे हामी मिटिङ गर्थ्यौँ त्यति बेला, ठाउँ ठाउँमा गएर है, समाजलाई एकत्रित गर्नुको लागि। केही कुराहरू जनाउनु छ, जानकारी गराउनु छ, अथवा उहाँहरूको कुरा सुन्नु छ भने हामी डाउनटाउनमा मान्छेलाई बोलाउने होइन। ग्रिन ट्रीको व्यक्तिहरूलाई हामी ग्रिन ट्रीमै जान्थ्यौँ, क्यारीको लागि क्यारीमै जान्थ्यौँ। सो त्यस्तो मिटिङहरू हुन्थ्यो। अनि मैले त्यति बेला छोरीलाई त्यति टाइम दिन पाउँदिनँ थिएँ। विकडेको कुरा, अब मैले अघि भने विष्णु एउटा प्री स्कुलमा काम गर्थेँ होइन। बिहान मैले घर सम्हाल्थेँ होइन। बिहानको पाटो 2 बजीसम्म मैले नानी हेर्दै, नानीलाई खुवाउने, अपोइन्टमेन्टतिर लानु छ भने नानीलाई अपोइन्टमेन्टमा लाने, अनि आफ्नो लन्च 2जनाको लागि लन्च बनाउने, मेरो डिनर बनाउने, रेडी गर्ने। कहिले कहिले त यस्तो हुन्थ्यो उसले गाडी लिएर आइपुग्दिनन् घरमा, मलाई ढिलो भइसक्यो। सो म नानी बोकेर र मेरो लन्च भनौँ डिनरको झोला बोकेर म चाहिँ ऊ आउने बाटोतिर हिँड्थ्यौँ। सो हामीले बाटोमा साट्थ्यौँ है। उनले नानी टिप्थिन्, म गाडी लिएर जबमा जान्थेँ। सो त्यस्ता दिनहरू पनि थिए। गाह्रो थियो बहिनी त्यति बेला, तर पनि अब केही समय हो रहेछ त्यो, बिस्तारै बिस्तारै त्यो पार भयो। त्यस्तै छ। लाइक त्यतिखेर त अब घरमा एउटा गाडी नै हुन्थ्यो होइन। अब तपाईँहरूको कुराहरूलाई सुन्दाखेरि त अहिले हामीलाई सुविधै छ अनेस्टली भन्नुपर्दा। अब जुन 2टा गाडी छ, त्यसरी बाटोमा यताउता गर्नु पर्दैन। र पनि अब अहिले हामीहरूलाई जुन तपाईँहरूले एउटा सङ्घर्ष गर्नुभयो नि, एउटा परिवारलाई बढाउन, अब नानीहरू हुर्काउन, परिवारलाई उयो गर्न,
अहिले अब हामी लाइक अहिले मेरो जेनेरेसनले त्यो स्ट्रगल गर्दाखेरि हामीलाई यति स्ट्रेस हुन्छ ती कुराहरूले गर्दाखेरि पनि अलिकति मलाई अहिले अलिकति पोजिटिभ भाइब आयो क्या एउटा कुरामा चाहिँ होइन त्यो त्यो इट इज अङ्ग्रेजीमा के भन्छ ट्रान्जिएन्ट भन्छ के भन्छ तर एउटा कुनै समयको लागि हो त्यो होइन हाम्रो प्यारेन्ट्सहरूले पनि त्यो स्थिति पार गरेको हो सबैले गरेको गाडी कुदाउनु भएन तर कुनै न कुनै हिसाबमा त्यो प्रकारको काम उहाँहरूले पनि पार गर्नु भएको अझ के अहिले त के सजिलो छ भने हामी पहिलाको जस्तो आमा बुवाहरूले धेरै सन्तान जन्माउने चलन छैन होइन सो 2 जना 3 जना 4 जना जन्माइसकेपछि सिद्धिन्छ पुग्छ ती नानीहरू हुर्किन्छन् आफूले छुट्टै छुटकारा पाइन्छ हाम्रो पालिमा बुवा आमाहरूले त्यस्तो छुटकारा पाउनु भएन सो स्ट्रेस मान्नु भएन कहिले कहिले यस्तो साह्रो गर्नु नपरेको भए हुन्थ्यो भन्ने त सोचिन्छ तर जिम्मेवारी त दुइटै हो होइन अब आमा बाबु बन्न मन परेपछि नानीहरूको सही ढङ्गले स्याहार सुसार दिनु पर्यो होइन सकेसम्म टाइम दिनु पर्यो अब कसैले दिनु सकेनन् भने ती मध्येमा म एउटा चाहिँ अवश्य पढ्छु होइन आश त लाग्थ्यो कि कुद्नु नपरे हुन्थ्यो केही समय मैले नानीसँग बिताउन पाए हुन्थ्यो भन्ने त लाग्थ्यो तर पनि त्यस्तो ठुलो अन्याय त गरिनँ मैले आफूले दिन सकेसम्म टाइम दिएँ तर यो पनि भयो मलाई विष्णुले धेरै साथ दिएको हो होइन घर सम्हालिदिएपछि न मैले बाहिर जाने मौका पाएको हुँ नभए त मेरो पनि उत्तिकै जिम्मेवारी हो घरमा हो तर अब अहिलेको नानीहरू के हुन्छ भन्दाखेरि अलिकति ठुलो भएपछि गुनासो गर्न थाल्छ नि मम्मीले टाइम दिन ड्याडीले टाइम त्यस्तो गुनासो कतिको आयो छोरीबाट छोरी वा छोरा होइन उनीहरूको अधिकार हो है छोरो खासै हामीले उताबाट ल्याउँदै 9 वर्षको ल्याएको थियो सो उसलाई उहाँ टाइम दिएकै हो होइन अब त्यति बेला मेरो कम्युनिटी भन्ने थिएन वहाँनिर होइन क्याम्पको कुरो भयो क्याम्पदेखि बाहिर पनि बसाइ भयो काठमाडौँ पनि बसाइ भयो धेरै थोर समय हाम्रो नानीको हेरचाह चाहिँ भनौँ न नानीको बढ्दो एउटा उमेर बालकपनदेखि त्यो 8-9 वर्षसम्म काठमाडौँमै बिताइयो होइन घर कहिले घर जाँदाखेरि को कुरा छुट्टै भयो होइन क्याम्पमा जाँदाखेरिको तर छोरीलाई चाहिँ समय अलिकति मैले जति उहाँ दिन सक्थेँ यहाँ चाहिँ मैले अर्को बच्चालाई दिनु पर्यो बिक्यापलाई दिनु पर्यो सो त्यो हिसाबले अलिकति दुःख त लाग्छ तर अहिले टाइम दिइरहेको छु अहिले चाहिँ टाइम अब छोरी कक्षा 8मा छन् अहिले होइन अब उसलाई काहीँ जान्छु भनिन् भने म जागिर छोडेर पनि लाने हो होइन त्यस्तो कम्प्लेन त होइन बिचरा नानीहरूलाई अब हुन्छ नि त्यस्तो हुन्छ अब हामीलाई पनि त हुन्थ्यो होइन उनीहरूलाई अवसरहरू निकाल्नुपर्छ अनि त्यो अवसरहरू प्राप्त गर्ने उनीहरूको अधिकार हुन्छ होइन लर्निङ फेजमा अनि भ्याउँदै पनि नलानु चाहिँ गल्ती नै भयो भ्याउँदै नलानु त ठुलो गल्ती हो त्यो पछाडि थाहा हुन्छ क्या जब प्यारेन्ट्स दुईजनै काम गर्न थालिसकेपछि आफ्नो नानीलाई टाइम दिन नपाउँदाखेरि धेरैवटा कुरा मिस हुन्छ नि त त्यो सायद सबैले मिस गर्नु अब तपाईँले म एक पढ्छु भन्नुभयो होइन सायद त्यो मिस सबैमा हुन्छ होला क्या धेर जस्तो छन् होला त्यस्ता व्यक्तिहरू छन् नि हामी छौँ लाइक हाम्रो ठुलो छोरीको लागि हामी नि मन्डे टु फ्राइडे बिहान हुन त बेलुका एकछिन भ्याउँथ्यौँ बिहान ठक्क 8 बजीदेखि दुईजना पिएनसीमा काम गर्थ्यौँ बिहानदेखि बेलुकासम्म काम एकछिन 2 घन्टा 3 घन्टा हुन्थ्यो त्यहाँदेखि उसको सुत्ने टाइम हुन्थ्यो सक्यो त्यस्तो सबैको भयो सबैको हुन्छ अब समय ठाउँले गर्छ क्याम्पमा हुनु थियो भने सिचुएसन अर्कै हुन्थ्यो
अब हेर्नुहोस् यस्ता दिनहरू पनि थिए। छोरो स्कुलमा पढ्दै थियो, मेरो काम अघि नै भनिहालेँ विकेन्ड, अनि उसको स्कुल बिहान 6 बजी उठ्थ्यो, म त राति 11 बजीसम्म त काममै हुन्थेँ डाउनटाउनमा। आइपुग्दाखेरि 11:30 हुन्थ्यो, 12 बजी सुताइ हुन्थ्यो। म उठ्नुभन्दा अगाडि उठेर स्कुल गइसक्थ्यो। बेलुका म हुन्न थिएँ। सो छोरोलाई देख्नको लागि मेरो विकेन्ड भनेको मन्डे ट्युजडे बेलुकी नै पर्खिनु पर्ने हुन्थ्यो। किनभने उनीहरूको स्कुल वा दिउँसो। सो त्यस्तो पनि समय थियो। अब अहिले त धेरै सजिलो भएको हो। धेरै सजिलो। एक त छोराछोरी हुर्केपछि अरू एउटा सजिलो भयो। अर्को कुरो अब पहिलेको जस्तो होइन, अहिले सायद समय मिलाउन सकिन्छ। अरू एउटा गाडीकै पनि विषयको कुरो गरौँ न। अब अहिले आफ्नो इन्डिभिजुअल गाडी भयो भने को कहाँ जाने आफ्नो खुसीले फ्याट्ट हिँड्दा हुन्छ। ती कुराहरू एउटा त्यो भनेको एउटा राम्रै कुरामा हामी ग्रो पनि भएका छौँ र कतिवटा नराम्रो कुरामा पनि ग्रो भइएको छ कति हाम्रो समाजमा, होइन? त्यो हुँदाहुँदै आज अब तपाईँले समय दिनुभयो, थ्याङ्क यू, होइन? तपाईँलाई यस्तो कुरो कि जुन मलाई यो कुरो चाहिँ भन्न मन थियो, प्लस समाजका लागि अरू कसैलाई होइन एउटा इन्फर्मेसन यो कुरा चाहिँ दिन मन थियो मलाई भन्ने, त्यस्तो तपाईँमा केही छ भने? धेरै कुराहरू हुन्छन् भन्ने, तर म चाहिँ एउटा कुरा मात्रै भन्नु पर्यो कि अर्गनाइजेसन जुन छ बिक्याप सम्पूर्ण समाजको अर्गनाइजेसन हो, होइन? कोही व्यक्तिहरू बोर्डमा सर्भ गरिरहनु भएको छ है। बोर्डमा सर्भ गर्ने भनेको सबै भोलिन्टियर हुनुहुन्छ, आफ्नो जब छ बाहिर, अनि निस्केको समय, छुट्टीको समय र परिवारबाट अलिकति समय थोरै काटेर अर्गनाइजेसनलाई सर्भ गर्नुहुन्छ बोर्ड मेम्बर्सहरू, होइन? अनि कर्मचारीहरू छन्। त्यति हुँदाहुँदै पनि अर्गनाइजेसन जुन छ त्यो समाजको अर्गनाइजेसन हो, होइन? अनि मेम्बरसिप बेस्ड अर्गनाइजेसन होइन यो। जुन बेलादेखि स्थापना कालदेखि अहिलेसम्म आउँदाखेरि अर्गनाइजेसन सारा, म अब अमेरिका बाहिरको त भन्न सक्दिनँ, तर युएसभरि कुनै भुटनिस कम्युनिटी अर्गनाइजेसन यो स्टेजसम्म आइपुगेको छ भने बिक्याप देखिन्छ। त्यो guidestar.org गएर खोज्नु भयो भने त्यहाँबाट पनि पत्ता लाग्छ। मेम्बरसिप अर्गनाइजेसन होइन, सो सम्पूर्ण व्यक्तिहरू स्वतः मेम्बर हो। मेम्बरसिप बेस्ड अर्गनाइजेसन भनेको फी हुन्छ है। त्यो कुनै अर्गनाइजेसनमा सदस्यता लिनको लागि फी तिर्नुपर्ने हुन्छ, जुन यो होइन है। ती नन प्रफिटहरू पनि हुन्छन् त्यस्ता मेम्बरसिप बेस्डहरू, बिक्याप होइन। सो अर्गनाइजेसन छ सबैको भयो। सो आफ्नो ढङ्गले सहयोग चाहिँदाखेरि सहयोग लिनुहोस्, सहयोग दिनु सक्नुहुन्छ भने सहयोग दिनुहोस्। सो सर्भिसेसहरू थुप्रै छन्। कुनै सर्भिसको आवश्यकता पर्यो भने सर्भिस लिने हो, त्यो म पनि हुन सक्छु। आज मसँग छ, मैले दिनुपर्छ। म आज दिन सकिरहेको व्यक्ति भोलि मैले अरू कसैबाट लिनुपर्ने स्थिति आउँछ नि, माग्नुपर्ने। सो त्यति बेला स्थिति आयो भने माग्ने पनि हो। सो सहयोग लिने दिने कार्य गरियो भने समाजको डेभलपमेन्ट त्यहीँबाट हुन्छ, होइन? अनि समाज बाहिरको व्यक्तिहरूले पनि सहयोग गरिरहनु भएको छ। उहाँहरूको कम्युनिटीमा फाइदा पुग्दैन र पनि उहाँहरूले सहयोग गरिरहनु छ भने बिक्याप त भित्रै आफ्नै समाजको व्यक्तिहरूलाई प्राथमिक रूपमा सेवा दिने अर्गनाइजेसन भयो। सो त्यसमा सक्नुहुन्छ भने एउटा सहयोग गर्ने टाइम भनेको भोलिन्टियर टाइम मार्फत भए पनि अर्को एनुअल डोनेसनको टाइमहरू आउँछ है। सो समटाइम्स अक्टोबर, नोभेम्बर, डिसेम्बर 3 महिनाको अवधिमा डोनेसनहरू धेरै व्यक्तिहरूले अमेरिकामा डोनेसन गर्ने टाइम त्यो हुन्छ। सो त्यति बेला चाहिँ हामी पनि
अपेक्षा गर्छौँ कि हाम्रै समाजका व्यक्तिहरूले पनि जति सक्दो होइन $2 हुन्छ, $5 हुन्छ, 500 हुन्छ, जति सकिन्छ त्यति सहयोग गर्नुहोस्। मैले यति भन्दा भने डोनेसन गर्ने भनेको विकासलाई मन लाग्दैन भने ठिक छ, अरू कसैलाई गर्नुहोस्। तर हामी अहिले हाम्रो समाज चाहिँ गिभिङ एन्डमा पुगेको समाज हो। 10 वर्ष 15 वर्ष भएको समाजका व्यक्तिहरूले अब सधैँ हात फैल्याउने होइन, तर अब चाहिँ दिने टाइम हो। सो हामी चाहिँ अहिले गिभिङ पिरियडमा प्रवेश गरेको छौँ। नजिकमा लाइब्रेरीहरू छन् होइन, आफू बसेको बरु छ, बरुको लाइब्रेरी छ, लाइब्रेरीलाई सहयोग गर्नुहोस्। आफ्नो आफ्नो बरुमा सेड ट्री कमिसनहरू छन्, भोलिन्टियर गर्ने टाइम छ। लाइब्रेरीको बोर्डमा पनि उनीहरूले बोर्ड मेम्बर पनि डाइभर्सिफाई गर्नुको लागि खोजिरहेको हुन्छौँ। सक्नुहुन्छ भने त्यो बोर्डमा गएर सर्भ गर्नुहोस्। चर्चमा हो भने चर्चमा सहयोग गर्नुहोस् होइन। कन्ट्रिब्युसन गर्ने टाइम या मनी कन्ट्रिब्युसन गर्ने ठाउँहरू पर्याप्त छन्। सुरुमा हाम्रो समाजलाई मात्रै सोचेर खडा गरेको अर्गनाइजेसन थियो, तर हामीले समय को यो थाहा नपाइकन यस्तो गरिरहेको छौँ कि सबैलाई सर्भ गरिरहेको रहेछौँ। सो थुप्रै वर्ष भयो, हामी सायद 2014 देखि नै हाम्रा सेवाहरू हाम्रो समाजको बाहिरको व्यक्तिहरूलाई है, त्यसमा हामीले वाइट पनि हुन्छन्, ब्ल्याक पनि हुन्छन्, ल्याटिनोहरू पनि हुन्छन् होइन, मिडल इस्टका पनि छन्, जतासुकैका छन्, इस्ट युरोपका पनि छन् होइन। थाहा पाउँछन्, त्यहाँनिर सर्भिस लिनु आइरहेका हुन्छन् जतासुकै। कहिले कहिले हामीले इन्टरप्रेटर्सहरू प्रयोग गरेर पनि सेवा चाहिँ दिइरहेको छौँ। सो नाममा चाहिँ भुटनिस कम्युनिटी अर्गनाइजेसन हो, तर सेवामा चाहिँ कसैलाई पनि ढोका बन्द गरेको हुन्न त्यहाँनिर। सो तपाईँको सहयोगले तपाईँको समाजलाई मात्र होइन, आवश्यक परेका अरू समाजका व्यक्ति र परिवारहरूलाई पनि सहयोग पुगिरहेको हुन्छ त्यहाँबाट। सो त्यो हिसाबले पनि विज्ञापनले त्यो नजरले हेरिदिनुहोस् भन्न चाहन्छु। भन्दै थ्याङ्क यू सर, आज आएर यसरी समय दिनुभयो। कुनै अझै पनि केही प्रश्न छन् भने चाहिँ भन्नुहोस् होइन, ह्याप्पी टु एन्सर। तर यहीँ मात्रै सीमित हुनुपर्छ भन्ने पनि छैन प्रश्न होइन। कुनै बेला जसले पनि मलाई प्रश्न गर्न सक्नुहुन्छ है, चाहे त्यो पोडकास्टको लागि होस् या आफ्नै जिज्ञासाको लागि होस् होइन, हामी क्वेसनको एन्सर गर्न ह्याप्पी छौँ। चाहे फोन गरेर गर्न सक्नुहुन्छ, इमेल लेखेर गर्न सक्नुहुन्छ, या अफिसमै गएर पनि गर्न सक्नुहुन्छ। त्यही त होइन, तपाईँ हुन्छ लाइक जब केही आफू समस्यामा परेको छ भने र तपाईँलाई अब देख्दाखेरि ठ्याक्क सोध्ने प्रश्न सोध्न कतिलाई त्यो जिज्ञासा हुन्छ। मैले अघि जुन त्यो आइसको कुरामा मेन्सन पनि गरेको थिएँ, त्यस्तै अहिलेलाई चाहिँ मैले गरेका प्रश्न यति नै हुन् होइन। र आगामी दिनमा पनि त्यस्तो केही खालको सिचुएसन आएर अझै प्रश्नहरू भयो भने डेफिनेटली म फेरि तपाईँलाई इन्भाइट गर्न चाहन्छु होइन। यो चाहिँ नसोचिदिनुहोस् कि फेरि सबै प्रश्नको उत्तर मसँग हुन्छन् भन्ने चाहिँ होइन। अब यसो लाइक यो प्रश्नको उत्तर चाहिँ तपाईँले दिन सक्नुहुन्छ है भन्ने खालको पनि कतिवटा कुरा त हुन्छन् नि त। यो हिसाबले पनि म व्यस्त रहन्छु। एउटा चाहिँ कि मलाई कसैले प्रश्न गर्छन्, मैले आफूलाई अपडेटेड राख्नुपर्छ भन्ने हिसाबले पनि म केही समय बिहान उठेर अनलाइन न्युजहरू हेरिरहेको हुन्छु होइन। अनि फिल्टर गर्छु कति इन्फर्मेसन चाहिँ मैले मेरो समाजलाई सेयर गर्नुपर्छ अथवा मिल्छ भन्ने कुराहरू फिल्टर गरिरहेको हुन्छु। सो सेयर गरिरहेको हुन्छु। अब सेयर गर्ने ठाउँ एउटा गुगल ग्रुप छ। बहिनीका श्रोताहरू अथवा दर्शकहरू लाई थाहा छैन भने गुगल ग्रुप छ, यहाँनिर कम्युनिकेसन गर्ने माध्यम होइन। गुगल ग्रुपमा कुनै फी लाग्दैन, मात्र कि इच्छा जाहेर गर्नु पर्यो। मलाई पनि त्यो ग्रुपमा प्रवेश गर्नु मन छ भन्नुहुन्छ भने तपाईँले आफ्नो नाम र इमेल एड्रेस मलाई दिनुहुन्छ, म त्यो गुगल ग्रुपमा एडमिट गर्छु। तपाईँले इन्भिटेसन पाउनुहुन्छ, इन्भिटेसन एक्सेप्ट गर्नुहुन्छ। एक्सेप्ट गरिसकेपछि तपाईँले पनि पोस्ट गर्न सक्नुहुन्छ, अरूले पोस्ट गरेको पनि
तपाईँले पढ्न पाउनुहुन्छ। सो एउटा गुगल ग्रुपको माध्यम भयो। गुगल ग्रुपको नाम गुगल ग्रुपै हो बुटनिस कि इन पिट्सबर्ग, बुट्स बुटनिस इन पिट्सबर्ग गुगल ग्रुप भन्ने छ। ओके 2009 देखि नै सुरु भएको जस्तो लागेको छ, 9 कि 10 देखि। ए मलाई पनि थाहा थिएन यो कुरो। सो यो चाहिँ अब थाहा भयो होइन। अनि अब बहिनीको दर्शकहरूलाई पनि थाहा होस् त्यो छ। सो निःशुल्क हो त्यो होइन। हामीले त्यो राख्नुको तात्पर्य चाहिँ कम्युनिटी इन्फर्मड रहोस्। किनभने म हरेकचोटि कुनै व्यक्तिले मान्छेहरूलाई फुक्दै फुक्दै यस्तो अरे भन्दै जाने समय छैन, ठाउँ छैन होइन। सो घरमै बसी जानकारी लिनको लागि एउटा माध्यम त्यो भयो। र अर्को चाहिँ धेरैभन्दा धेरै चाहिँ हामीले फेसबुक मार्फत सेयर गरिरहेका हुन्छौँ। सो अवसरहरू पोस्ट गरिरहेका हुन्छौँ। त्यो अवसर कहिले कहिले हजुरबा हजुरआमाको उमेरको लागि हुनसक्छ, कहिले कहिले आमा बाबाको लागि हुनसक्छ, कहिले कहिले नानीहरूको लागि हुनसक्छ, कहिले कहिले नारीहरूको लागि मात्र हुनसक्छ। सो त्यो चाहिँ मान्छेलाई जानकारी लिनु छ भने फेसबुक फलो गरिदिनुहोस् होइन। फेसबुक चलाउनुहुन्छ भने त्यहाँबाट धेरै कुराहरू थाहा हुन्छ, अपडेटेड रहन सकिन्छ। अनि रोबोकल भनेको त हामीलाई 1.5 मिनटको जस्तो लिमिट हुन्छ, त्यसमा धेरै कुराहरू समावेश गर्नु सकिन्न। सो हामीले नर्मली के गर्छौँ भने समाजले यो चाहिँ धेरै कुरा जान्नुपर्छ यसमा भन्ने लाग्यो भने चाहिँ रोबोकलमा हामी थोरै जानकारी गराउँछौँ अनि विस्तृत जानकारीको लागि चाहिँ फेसबुकमा जानुहोस् भन्छौँ। सो अब कतिले यादै गर्नुहुन्न अनि आउनु त आएको थियो, कल पनि आएको थियो, फेसबुक पनि म चलाउँछु, तर के पोस्ट गर्छ विज्ञापनले थाहा छैन, चासो नदिने हो भने उहाँहरूलाई त थाहा हुन्न। तर हामीसँग भएको माध्यमहरू चाहिँ समाजलाई जति पनि रिसोर्सेसहरू ल्याउन सक्छौँ, प्रोग्रामहरू ल्याउन सक्छौँ, त्यो सूचना दिने, जानकारी गराउने हो। त्यो रोबो र फेसबुक पेज चाहिँ फलो छ मबाट। त्यो गुगल मिट चाहिँ मलाई थाहा थिएन। गुगल ग्रुप भयो, गुगल ग्रुप चाहिँ मलाई थाहा थिएन, त्यो पनि म एड गर्नेछु। अब त्यो गुगल ग्रुप चाहिँ लिटरेट ग्रुपको लागि भयो, जसले इङ्ग्लिसमा कम्पोज गर्न सक्ने होइन, इमेल कम्पोज गर्न सक्ने अथवा रिडिङ गर्न सक्ने, त्यो चाहिँ इङ्ग्लिस लिटरेटको लागि। अब रोबोकल हामीले खासै ल्याउनुको कारण नै त्यो ग्रुप अफ होइन, त्यो समूहको व्यक्तिहरू जसले चाहिँ अङ्ग्रेजीमा पढेर जानकारी लिन सक्नुहुन्न नि, उहाँहरूलाई लक्षित गरेको थियो। अब पछि गएर अब विकसित हुँदै हुँदै जाँदाखेरि फर एभ्री वान होइन, रोबोले अरूमा पनि सन्देश त लाइक इन्फर्मेसनहरू त दिन्छ। अर्को सबैभन्दा धेरै मैले मेरो माइन्डमा पसेको चाहिँ कसैको अब दुःखद घटनाहरूलाई सेयर चाहिँ त्यहाँबाट चाहिँ हुन्छ नि, त्यो चाहिँ एकदमै धेरै हेल्प गरेछ क्या। म एउटा यहाँ अलिकति कन्फ्युजन भएको जस्तो बुझेको छु समाजमा कि कति व्यक्तिहरूले यो सोच्नु भएको छ कि म फ्युनरल फन्डमा चाहिँ सहभागी बनेको छु, तर मैले चाहिँ रोबोकल पाउँदिनँ भन्ने गर्नुहुन्छ होइन। सो यो दुईवटा छुट्टै कार्यक्रम भए होइन। रोबोकल सेवा लिनको लागि फ्युनरल ट्रस्ट फन्डमा सहभागी बन्नुपर्छ भन्ने होइन है त। त्यसमा एउटा कन्ट्रिब्युसन छ फ्युनरल ट्रस्ट फन्डमा होइन। त्यो पनि सोचाइ यो थियो फ्युनरल ट्रस्ट फन्डको कि हामी सबै व्यक्तिकोमा पुग्न सक्दैनौँ। सो मेरो तर्फबाट काहीँ अप्ठ्यारो परेको ठाउँमा सहयोग होस् भनेर कन्ट्रिब्युट गरेको। तर समाजमा फेरि केही व्यक्तिहरूले चाहिँ त्यसलाई चाहिँ मैले इन्सुरेन्स तिरेको छु, मेरो घरमा यस्तो घटना भयो, मैले पाउनुपर्छ भन्ने खालको सोचाइ बोक्नु भएको छ। सो यो चाहिँ एउटा गल्ती भयो होइन। रोबोकल जसले पनि लिन सक्नुहुन्छ, त्यसमा चाहे उहाँहरू के भन्छ फ्युनरल ट्रस्टमा होस् या नहोस्। सो कसैको छैन भने विज्ञापनमा फोन गर्न सक्नुहुन्छ है। वेबसाइटमा पनि नम्बर भेटिन्छ, अथवा साथीहरूलाई सोधेर फोन नम्बर सोधेर कल गर्नु पर्यो हामी, किनभने हामी कम्प्युटरमा हुनुपर्छ कसैलाई एड गर्नुको लागि रोबोकलको लागि। सो बाहिर मुखले भनेर चाहिँ हुन्न, किनभने त्यहाँ गएर हामीले इन्फर्मेसन एड गर्नुपर्ने हुन्छ। त्यसको लागि 6 ठाउँ होइन हामी अझै पनि लिन सक्छौँ केही नम्बर्सहरू, थाहा नहुनेहरूलाई यो जानकारी होस् भन्ने मात्र। ठिकै छ।
आज अहिले जतिसम्म हाम्रो सेयर भयो होइन, गफहरू इन्फर्मेसनहरू, त्यो हजुरहरू सबैले पक्कै पनि सुन्नुभयो होला र बुझ्नुभयो होला भन्ने आश छ। र तपाईँलाई पनि थ्याङ्क यू सो मच, आइदिनु भयो, समय दिनुभयो र यति धेरै जानकारीहरू हामीलाई सेयर गर्नुभयो। त्यसमा हामी म एकदमै धेरै थ्याङ्क यू भन्न चाहन्छु तपाईँलाई। र आगामी दिनमा पनि त्यस्तो केही अब इन्फर्मेसनहरू भन्नु फेरि पनि सर भनेर डेफिनेटली भन्नेछौँ होइन। ठिक छ। र आजको लागि थ्याङ्क यू सो मच। मलाई पनि कार्यक्रममा सहभागी गराउनु भयो, धन्यवाद बहिनी। हुन्छ, हस्, थ्याङ्क यू।